जीवनमा आन्तरिक शान्ति, सकारात्मक सोच र सुखमय जीवनका लागि आध्यात्मिक साल 19 गते मङ्गलबारको दिन ललितपुर महानगरपालिका वडा नम्बर 5 र बोधिचर्या नेपालको सहकार्यमा 3 दिने सुखमय जीवनका लागि आध्यात्मिक शिक्षा विषय अभिमुखीकरण कार्यक्रम म सञ्चालक एवं यस बोधिचर्या नेपालको उपाध्यक्षको तर्फबाट म कपिल साथीको तर्फबाट हार्दिक अभिवादन र स्वागत गर्न चाहन्छु। आजको विषय अपराधको कारण र न्यूनीकरण उपायहरू र ती स्रोत व्यक्ति हाम्रा प्रहरी उपरीक्षक गौतम मिश्र ज्यू हुनुहुन्छ र उहाँले आज अपराधको कारण र न्यूनीकरणको बारेमा उहाँले बताउनुहुन्छ र म यो कार्यक्रम उहाँलाई अहिले सम्बोधन गर्दै उहाँलाई चाहिँ यो कार्यक्रम गरिदिनु विनम्र अनुरोध गर्दछु। मेरो नाम चाहिँ गौतम मिश्र, म प्रहरी उपरीक्षक जिल्ला प्रहरी कार्यालय हाम्रो दाउलाखेलमा कार्यरत छु। 6-5 महिना जति भयो म आएको छु। त्योभन्दा पहिला म पोखरेलमा, चितवनमा, धारीमा, काभ्रेपलमा जिल्ला प्रहरी कार्यालयमा काम गर्थेँ। त्योभन्दा पनि पहिला सातोबाटोमा चाहिँ आजभन्दा 7-8 वर्ष पहिला डिएससी हुँदाखेरि त्यहाँ सातोबाटो प्रहरी शुद्ध भने काम गरेका थिएँ। 61 सालदेखि जागिर खाएको, अहिलेसम्म जागिर दिइराखेको अलिकति खाना बाँकी छ। मेरो ब्याकग्राउन्डको हिसाबले हेर्दाखेरि म चाहिँ तनहुँ जिल्लाको तनहुँमा जन्मेको, तनहुँली पोखरा जाने बाटो। अनि त्यसपछि पढाइ लेखाइ काठमाडौँ भयो। मेरो मास्टर डिग्री कमर्सको स्टुडेन्ट हो। एलएलबी गरेर किताब पनि हो। त्यसपछि जागिरको दौरानमा चाहिँ संयुक्त राष्ट्र सङ्घको मिसनमा 2 वर्ष जति चाहिँ मैले बाहिर सेवा गर्ने अवसर पाएँ। विशेष गरी अपराध अनुसन्धानका क्षेत्रमा चाहिँ म चाहिँ इन्सपेक्टर हुँदाखेरि मुद्दा शाखातिर बसेर कामहरू गरेँ। पिएचडी हुँदाखेरि पनि यो अपराध अनुसन्धानलाई गर्न पाउने थियो। गर्दै गर्दै मैले एसपी भइसकेपछि 3 जिल्लापछि म यहाँ सेकेन्ड म्यानको रूपमा चाहिँ जिल्ला प्रहरी परिषदमा कार्यरत छु। मैले सामान्य मेरो परिचय गरेँ। अलिकति हल्ला गरेर सुन्दैन यसो ठाउँ बिस्तारै अब जहाँ मेरो बुझिँदैन यसो सङ्केत गर्नु होला। सङ्केत गरेको भएर म तपाईँहरूको जवाब चाहिँ दिनेछु। र आज यो बोधिचर्या नेपालद्वारा आयोजित यो कार्यक्रम अभिमुखीकरण कार्यक्रममा उपस्थित हुनुभएका बोधिचर्या नेपालसँग सम्बन्धित सम्पूर्ण पदाधिकारीहरू, आयोजक सहयोगी सत्तावार पालनद्वारा आदरणीय महानुभावहरू र आज सहभागी हुनुभएका आदरणीय दिदीभाइ तथा वास्तवमा आज मलाई दिनुभएको टपिक अपराधको कारण, अपराध भनेको के हो, के कारणले अपराध हुन्छ र अपराध घटाउनलाई के गर्न सकिन्छ, अपराधको कम गर्नलाई के गर्न सकिन्छ भन्ने सम्बन्धमा मलाई टपिक दिनुभएको छ। त्यही टपिकभित्र बसेर म तपाईँहरूसँग चाहिँ छलफल गर्छु। आजको यस छलफलको उद्देश्य चाहिँ तपाईँहरूले अपराधको विषयमा चाहिँ जानकारी पाउनुहुनेछ। अपराधको कारणहरूको विषयमा तपाईँलाई भन्छु र अपराध रोकथाममा प्रहरीको भूमिका के हुन्छ, समाजको भूमिका के हुन्छ, समाज र प्रहरी मिलेर कसरी अपराधको रोकथाम गर्न सकिन्छ र अन्तिममा हामी चाहिँ डिस्कसन छलफल गर्नेछौँ। अपराध भन्ने बित्तिकै तपाईँको दिमागमा के आउँछ? अपराध भने के हो? के होला हजुर? चोरी गर्ने, डकैती गर्ने, लुटपाट गर्ने, बलात्कार गर्ने, रेप गर्ने, हत्या गर्ने, अपराध ठगी गर्ने, साइबर क्राइम गर्ने, यी सबै अपराध हुँदैन। एक भाषामा भन्नुपर्दाखेरि
कानुनले नगर्नु भनेको चाहिँ गर्ने, कानुनले गर्नु भनेर भनेकोलाई नगर्नेलाई चाहिँ अपराध हुन्छ। जुन कुरा त कानुनले वर्जित गरेका छ त्यो कानुनले गरेको वर्जित गरेका कुराहरू जसले गर्छ त्यसले चाहिँ अपराध गर्छ। कानुनले नगर्नु भनेकोलाई जसले गर्छ त्यो अपराध हो। र कानुनले गर्नु भनेको चिज नगर्नेलाई पनि अपराध हो। जस्तो कानुनले गाई मार्नु हुँदैन भनेर भन्यो भने गाई मार्नु अपराध हो। अनि गाईको संरक्षण गर्नुपर्छ भनेर कानुनले भन्यो भने गाई मार्नु अपराध हो। अनि त्यस्तै अन्य विभिन्न किसिमका अपराधहरू छन्, विभिन्न प्रकारका अपराधहरू छन्। कानुनले गर भनेको गर्ने, नगर भनेको नगर्ने चाहिँ अपराध। कानुनको बर्खिलाफ गर्ने काम चाहिँ अपराध हो। अपराध पनि किसिमका हुन्छ, धेरै किसिमका अपराध हुन्छ। हामीले दिएका नाम दिएका अपराधहरू सबै अपराध हो। त्यसरी हेर्दाखेरि चाहिँ अपराध चाहिँ विशेष गरी अपराध दुई किसिमका हुन्छ। एउटा देवानी किसिमको अपराध र फौजदारी किसिमको अपराध। जुन चाहिँ प्रहरीले अनुसन्धान गर्छ, जुन मान्छेको जीव ज्यान प्रतिष्ठा इज्जत पैसा ठगी आदि रिलेटेड साइबर क्राइम रिलेटेड अपराधहरू त्यो प्रहरीले अनुसन्धान गर्छ, ती अपराधहरू चाहिँ फौजदारी अपराध हुन्छ। फौजदारी अपराध चाहिँ प्रहरीमा दर्ता हुन्छ। अहिले हामीले भनेको थियौँ रेप, कुटपिट, बलात्कार, हत्या, हिंसा, त्यसपछि चाहिँ ठगी, बैङ्किङ प्रसुर, साइबर अपराधदेखि लिएर स्क्यामहरू आदि सबै अपराधहरू चाहिँ के हुन्छ यी फौजदारी अपराध हुन्छ। यी अपराधहरू प्रहरीले दर्ता गर्छ, पहिला सुन्छ अनि सुन्छ। तर बुझ्नु भएन, पहिला सुनेर अनुसन्धान गर्ने अनि अदालतले बल्ल गरेर सुन्छ। त्यो अपराध फौजदारी अपराध हो। फौजदारी अपराधको किसिमका किसिम मैले तपाईँलाई सामान्य भनिहालेँ। अब अर्को अपराध हुन्छ देवानी प्रकृतिको अपराध, जो मान्छेको चाहिँ केसँग सवाल हुन्छ त, मान्छेको धन सम्पत्तिसँग जग्गा जमिनसँग सवाल हुन्छ, मान्छेको चाहिँ अलिअलि इज्जतपट्टि खासमा सवाल हुन्छ। यस्ता किसिमका जस्तो व्यक्तिगत ठगीका कुराहरू भए, जग्गा बेच्ने कुराहरू भए, करारको ब्रेक गर्ने कुराहरू भए, त्यसपछि जग्गा सम्पत्तिका कुराहरू भए, अंशबन्धका कुराहरू भए, जुन केसहरू चाहिँ देवानी प्रकृतिको मुद्दा हुन्छ। यस्ता मुद्दाहरू प्रहरीले हेर्दैन। तपाईँले कहिले हेरेको देख्नुहुन्छ, त्यो हेरेर देखिँदैन कि तपाईँ निवेदनको रूपमा ल्याउनुहुन्छ, शान्ति सुरक्षा गर्नुपर्छ भनेर लिएर आउनुहुन्छ, दुई पक्ष लिएर छलफल गर्दै गर्दाखेरि त्यो प्रहरीले हेरेको देखिन्छ। त्यसमा मुद्दा दर्ता हुन्छ, छलफल हुन्छ, र सम्झौता हुन्छ, दुई पक्ष पाल हुन्छ, मन्जुर हुन्छ, अनि त्यसलाई कार्यान्वयनमा लिएर गइन्छ। त्यो चाहिँ देवानी प्रकृतिको मुद्दा हो। त्यो वकिल मार्फत अदालतमा दर्ता हुन्छ, अदालतमा विरोध पत्र दर्ता हुन्छ। अदालतले पहिला सुन्छ अनि त्यसपछि सुन्छ। अहिले मैले भने फौजदारी मुद्दामा सुनेर सुन्ने, देवानी मुद्दामा सुनेर सुन्ने। त्यसरी देवानी फौजदारी अलिकति फरक हुन्छ। पक्राउ पुर्जी आयो भन्छौँ नि हामी। अदालतले पक्राउ पुर्जी प्रहरीले मागेपछि दिन्छ। प्रहरीले मागेपछि दिने पक्राउ पुर्जीहरू फौजदारी पक्षमा हुन्। अदालतमा जाहेर विरोध गरिसकेपछि अदालतले अनुसन्धान गर्दाखेरि आएन भने अदालतले फेरि त्यहाँ कुनै छुट्टै चाहिँ त्यसलाई चाहिँ पुँजीहरू जारी गर्छ। त्यो देवानी प्रक्रिया मुद्दा पनि हुन्छ। त्यसरी र अब हामी चाहिँ अर्को चाहिँ एउटा व्यक्ति विरुद्धको अपराध हुन्छ, आफ्नो सम्पत्ति विरुद्धको अपराध पनि। व्यक्तिको शरीरसँग रिलेटेड काटमार गर्ने, खुट्टा भाँच्ने, हात भाँच्ने, आँखा फोडिदिने, त्यसपछि महिलाहरूमाथि हातपात गर्ने, महिलाहरूमाथि अश्लील व्यवहारहरू गर्ने, रेप गर्ने, बलात्कार गर्ने, त्यो अपहरण गर्ने, सुनेर राख्ने आदि इत्यादि कुराहरू सबै चाहिँ व्यक्तिका सम्बन्धी अपराधहरू पनि। खाना लाउन नदिने, खाना चामल नगर्ने, अंश नदिने, नागरिकता नबनाइदिने, जन्मदत्ता नगरिदिने, बच्चा बिहा गरेर बिहा दत्ता नगरिदिने आदि इत्यादि कुराहरू के हुन्छ मान्छेका चाहिँ सम्पत्ति विरुद्धका अपराध र अरू पारिवारिक गराउनुको कुराहरू भयो। अर्को चाहिँ साइबर अपराध हुन्छ नि। अहिले हामीले साइबर अपराधहरू के हो भने विद्युतीय अपराध हुन्छ। साइबरलाई विद्युतीय अपराध भनेको त्यो बत्ती बल्ने चिजहरू, इलेक्ट्रिकबाट चल्ने, ब्याट्रीबाट चल्ने चिजहरूबाट हुने अपराधहरूलाई चाहिँ हामीले साइबर अपराध हुन्छ। मोबाइलबाट अपराध हुन्छ, टिभीहरूबाट हुन्छ, स्क्रिनहरू अन्य उबाट हुन्छ, तपाईँको ल्यापटपहरूबाट हुन्छ, विभिन्न सोसियल मिडियाहरूबाट हुन्छ, फेसबुकबाट हुन्छ, टिकटकबाट हुन्छ, युट्युबबाट हुन्छ, भाइबरबाट हुन्छ, म्यासेजबाट हुन्छ, फोनबाट हुन्छ आदि इत्यादिको अपराधहरू के हुन्छ साइबर अपराधहरू। अर्को एउटा अपराध छ, त्यो अपराध भनेको स्वयंप्रेरित अपराध। स्वयंप्रेरित अपराध भनेको मान्छेले आफैले अपराध गर्छ। के हुन्छ भन्दाखेरि लागु औषध खाने, लागु औषध सेवन गर्ने चाहिँ स्वयंप्रेरित अपराध हो। मान्छेले आफैमाथि अपराध गरेर झुन्डेर मर्ने, आत्महत्या कुराहरू छ।
यी अपराध त स्वपीडित अपराध आफै पीडित हुने यस्ता अपराधहरू चाहिँ धेरै देखिन्छ। अहिले जिल्ला प्रहरी कार्यालयमा आएका केसहरू हेर्दाखेरि सबभन्दा बढी देखिएको अपराध भनेको अहिले सबभन्दा ठुलो अपराध चाहिँ लागु औषधको अपराध। जिल्ला प्रहरी कार्यालयमा अहिले 70 जना जति मान्छे दुनियाँ छ भित्र विकासको अनुसन्धान भइरहेको छ। त्यो मध्ये करिब आधी मान्छेहरू 50% मान्छेहरू लागु औषधसँग रिलेटेड छ। लागु औषध सेवन गर्ने, लागु औषध चाहिँ बोकेर हिँड्ने, घरमा स्टोर गर्ने, गाडीमा लिएर हिँड्ने, खरिद बिक्री गर्ने आदि आदि अपराधहरू चाहिँ लागु औषधसँग रिलेटेड अपराधहरू सबभन्दा धेरै छन्। तपाईँका छोराछोरीहरू भए, भाइ बहिनीहरू भए आदि इत्यादि व्यक्तिहरू चाहिँ लागु औषध सेवन गर्ने, बिक्री वितरण गर्ने, प्रचार गरेर भण्डारण गर्ने यो सबै कुराहरू चाहिँ गर्ने अपराधहरू चाहिँ लागु औषध विरुद्धका अपराधहरू। हामी जरुरी के छ भन्दाखेरि हामी विशेष गरी यहाँ आमा बुढोको मान्छेहरू हामी हाम्रा बच्चाहरूले चाहिँ बच्चाहरूले कस्तो बिहेभ गरिरहेका छ, उनीहरूको स्वभावमा कति परिवर्तन आएको छ, एक्लै बसिरहेका छ कि ग्रुपमा बसिरहेका छ, कहाँ जान्छ भएर केही ठाउँमा गएको छ, पक्रेको कपडा थोडा धुँदाखेरि पक्रेर सुँग्यो भने थाहा हुन्छ, पक्रेर गाडा जाँदा बस्न आउँछ कि प्रवेश गराउँछ कि ट्याब्लेटको पोलहरू भेटिन्छ कि उनीहरूको सिरानी उनीहरू हेर्नु पऱ्यो। जस्तो यो प्राप्त हेऱ्यो भने चाहिँ त्यो लागु औषध खाएको उसको बिहेबाट पनि थाहा हुन्छ, उसको आचरणबाट पनि थाहा हुन्छ, उसको पहिला गर्ने बानी र पछिको बानी चाहिँ चेन्ज आउँछ। त्यो चेन्ज गर्ने बानीबाट पनि थाहा हुन्छ, उसमा शरीरमा दुर्गन्ध आउन सुरु गर्छ, सासहरूबाट पनि थाहा हुन्छ, त्यो यो हात सुँगेर पनि कतिपय कुराहरू थाहा हुन्छ। यस्ता कुराहरू लागु औषध सेवन गरेर पनि थाहा हुन्छ। सबभन्दा ठुलो अपराध भनेको लागु औषधको अपराधहरू एकदम धेरै बढिरहेको छ। लागु औषधको अपराधभित्र अरू अपराध क्या छ फेरि कस्तो हुन्छ भन्दाखेरि मान्छेले रेप कहिले गरिरहेको छ भन्दाखेरि लागु औषध सेवन गरेर रेप गरिरहेको छ। मान्छेको त यो सोच्ने शक्ति चाहिँ परिवर्तन हुन्छ, मान्छेको चाहिँ पहिलाको दिमाग चाहिँ चेन्ज हुन्छ, मान्छे एकदम चाहिँ उत्साहित हुन्छ, मान्छे एकदम त्यो इनर्जेटिक हुन्छ। त्यो त्यसपछि मान्छेले अपराध गर्छ। लागु औषध सेवन गरेको आधारमा सडक दुर्घटना हुन्छ, लागु औषध सेवन गरेर सडक दुर्घटना हुन्छ, रेप हुन्छ, लागु औषध सेवन गरेर रेप गर्न जान्छ। पहिला सुनिन्थ्यो नि माओवादी इन्सर्जेन्सीको बेलामा युद्धमा जानभन्दा पहिला भ्याक्सिन भएर पठाउँछ अरे भन्थे, ट्याब्लेट भएर पठाउँछ अरे भन्थे, कति इन्जेक्सन लिएर पठाउँछ अरे पनि भन्थे। त्यो भएर के मान्छे उत्तेजित गर्छ, उत्तेजित गरेपछि मान्छेले अपराध गर्छ। त्यो भएर धेरै श्रीमानले श्रीमती माथि गर्ने अपराध, परिवारहरू हुने अपराध सबै लागु औषधको कारणले धेरै अपराधहरू भइरहेका छन्। त्यो भएर लागु औषध सबभन्दा ठुलो भाइरसको रूपमा हाम्रो समाजले देखिरहेका छन्। हामीहरूले चाहिँ लागु औषधको विषयमा सानो होला पनि ठुलो भइहाल्छ एउटा। त्यो भएर यस्ता लागु औषधको अपराधहरू धेरै चाहिँ हामी सेन्सिटिभ भएर हेर्नुपर्ने केही छ। मैले पहिला 7 वर्ष पछाडि एउटा कलेजमा हामीले कलेजको सरसँग सल्लाह गरेर त्यो इन्जिनियरिङ कलेज थियो। इन्जिनियरिङ कलेजमा चाहिँ सर आज चाहिँ विद्यार्थीहरू चेक गरौँ त्यसमा हुन्छ सर भनेर सरको पर्मिसन लिएर विद्यार्थीको त्यहाँको लिडरहरूको पर्मिसन लिएर हामीले चेक गराएको। चेक गर्दाखेरि करिब 60% विद्यार्थीको पकेटबाट हामीले मात्र कसैबाट ट्याब्लेट कसैको गाँजा खराब भयो भनेपछि हाम्रो बालबच्चाहरू यसरी चाहिँ लागु औषधले आकर्षित भइरहेका छन्। त्यसो अभिभावकको उत्तरदायित्व, समाजको उत्तरदायित्वलाई सम्झेर हामीले त्यो कुरा हाम्रो कस्तो नेता छ भने मेरो छोराले खाँदैन क्या छिमेकीले खाए खाओस् भन्ने हाम्रो नेता छ। यो रोग सर्छ छिमेकीको छोराबाट आफ्नैमा आइपुग्छ। छिमेकी यहाँ भएको घर जग्गाले आफ्नो घरमा डिस्टर्ब हुन्छ, भोलि ठुलो अपराध होला। रक्सी खाएर के अरे लागु औषध खाएर छिमेकीको छोराले झगडा गरेर घरमा आगो लगाइदिएर त्यो आगो चाहिँ आफ्नो घरमा पनि सकेर हाम्रो घरमा आगो लागि कुनै अपराध गर्दा त्यहाँभित्र हत्याहरू होला, हत्या होला के होला, तपाईँ घर लुकेर बस्ला अथवा केही होला, अन्त अथवा केही कुराहरू तपाईँको घरमा थाल्दैन। धेरै कुराहरू चाहिँ यो भएर अपराधसँग बच्नमा चाहिँ हामीले छिमेकी समाज सबैलाई चाहिँ हेर्नुपर्छ। आफू मात्रै सुरक्षित भएर हुँदैन, सबैले सबै यो अपराधको कारणले हामी समाज पनि असुरक्षित हुन्छौँ। यसमा धेरै कुरा गर्नुपर्छ। यो लागु औषधको केसमा कस्तो हुँदो रहेछ भने यो सुरुमा छिर्दै मान्छेलाई डाइभर्सन गर्न सकिन्छ। तपाईँ 1-2टा ट्याब्लेट खाएको 2-4 सरकार चाहिँ गाजा पार्नेको विद्यार्थीहरूलाई भाइ बहिनीहरूलाई सुरुमा थाहा पाइयो भने फर्स्ट स्टेजमा चाहिँ हामी त्यसलाई डाइभर्सन गर्न सक्छौँ, ब्याक गर्न सक्छौँ, उज्जवल गराउन सक्छौँ, त्यसले छोड्न सक्छ। त्यो बेलासम्म के हुन्छ, त्यो व्यक्तिले लागु औषध खाइरहेको हुन्छ। जब लागु औषधले व्यक्तिलाई खान सुरु गर्छ नि, पहिला आफूले तानिँदा चाहिँ कन्ट्रोल गर्न सकिन्छ, लागु औषधले आफूलाई तान्न थालेपछि कन्ट्रोल हुँदैन। त्यो बेला हामी ब्याक गर्न सक्दैनौँ।
एउटा मेरो आफन्तलाई अहिले मैले हस्पिटल भर्ना गराएको छु ला उसो खाएर के भयो भने मेरो आफ्नै आफन्त अहिले उसले के भन्छन् सब म खाँदिनँ भन्छु मेरो शरीरले चाहिँ माग्छ मतलब तानेर लान्छ म खान्न भन्छु शरीरले तानेर लान्छ क्यान्सर भनेर उसले आफै अहिले चाहिँ हस्पिटल बसेको छ त्यो फेजमा छ त्यसपछि फेरि रियामा लानुपर्ने त्यसरी मान्छेहरूलाई पहिला आफूले तान्ने पछि लाभ औषधले आफूलाई तान्दै जान्छ संसारले आफूलाई तान्दै जान्छ त्यो बेलामा रिकभर गर्न सकिँदैन हाम्रो लुकाउने चलन हुन्छ अलिअलि खायो भने नभन्ने समाज थाहा पाउला बेइज्जत हुन्छ भन्ने लुकाएर राख्ने त्यो गर्दाखेरि के हुन्छ पछि लुकाएर राखेर मात्रै होइन त्यो लुकाउनै नसक्ने गरी देखिदिन्छ त्यो हिसाबले गर्दाखेरि हामीले धेरै चिन्ता गर्नुपर्ने छ सबभन्दा ठुलो अपराधहरू देख्छ संसारका धेरै ठुलो ट्रान्जेक्सन चाहिँ सबभन्दा ठुलो ट्रान्जेक्सन चाहिँ लागु वस्तुसँग हुने गरेको छ संसारका सबभन्दा धेरै अपराध चाहिँ लागु वस्तुसँग रिलेटेड अपराध हुने गरेको छ एक नम्बरमा लागु औषध 2 नम्बरमा हतियार पनि छ नि हतियार सम्बन्धी अपराधहरू र 3 नम्बरमा मानव व्यक्तिगत अपराध संसारमा देखिएका अपराध 3 नम्बरमा मानव व्यक्तिगत अपराध 3 नम्बरमा लागु औषध 1 नम्बर 2 नम्बरमा हतियार 3 नम्बरमा मानव व्यक्तिगत अपराध देखिएको छ संसार मान्छे सबभन्दा धेरै के मर्छ कि दुर्घटनाबाट मर्छ कि सुसाइडबाट मर्छ जस्तो मान्छे कालगतिले मर्ने एउटा कुरा भइहाल्यो त्योभन्दा बाँकीको हकमा दुर्घटनाबाट सबभन्दा बढी मान्छे चाहिँ मर्छ त्यसपछि सुसाइडबाट मर्छ सुसाइड र दुर्घटनाको पछाडि पनि लागु औषध जोडिएको भनेपछि लागु औषध हाम्रो लागि कति हार्मफुल छ अर्को अहिले समाजमा देखिएको अपराधहरूमा दोस्रो अपराध के परिरहेको छ भने साइबर अपराध स्क्यामिङहरू ठगीहरू तपाईँ जिल्ला प्रहरी कार्यालयमा आएर बस्नुभयो भने जिल्लामा आएका 30वटा निवेदन आज भने करिब 25वटा निवेदन चाहिँ मलाई ठगी गर्यो मैले अनलाइन सपिङ गरेर नै मलाई खाइदियो मेरो एकाउन्टबाट ह्याक गरेर पैसा लिएर गयो मसँग वाट्सएपमा कुरा भएको थियो त्यसपछि मलाई ठगी गर्यो मैले मेरो एकाउन्टबाट त्यसरी पैसा चोरी भयो धेरै यस्तो अपराधहरू धेरै आइरहेका सोसियल मिडियामा मान्छे एकदम धेरै फसिरहेका नचिनेको मान्छेलाई साथी बनाइरहेका नचिनेको नम्बरबाट कुरा गरिरहेका वाट्सएपमा कुरा गरिरहेको वाट्सएपमा कुरा गऱ्यो भने त्यो वाट्सएपमा कुरा गरेको कुरा कहाँ बसेर गरेर संसार थाहा हुँदैन नेपालको नम्बर अमेरिकामा चलिरहेको अमेरिकाको नम्बर नेपालमा चलिरहेको हुन्छ इन्डियाको नम्बर नेपालमा चलिरहेको हुन्छ यसरी चाहिँ वाट्सएपबाट चाहिँ हाम्रो चाहिँ धेरै कुराहरू चाहिँ ठगी भइरहेको एकदम धेरै ठुलो अपराध चाहिँ साइबर अपराध छ यो अस्ति चाहिँ के अरे म हिजो उदाहरण दिन्छु किन भन्दा म 7 वर्ष बसेको हिजो जोडेको भएर यो चाहिँ क्यामेराको यो खसी खेल हेर्न ठिकै छ नि खसी खेलमा एकजना चाहिँ नानी हराउनु भयो 9 क्लास पढ्ने नानी चाहिँ हराउनु भयो अनि स्कुल गएको बच्चा फर्केर आयो नआइसकेपछि खोज्नुभयो आफन्तमा खोज्नुभयो रसी खोजी नभेटिएपछि उहाँले 7 बाटो म कहाँ आउनु आइसकेपछि दशरथ मेरो छोरी हरायो 15 वर्षको छोरी 9 क्लासमा पढ्ने स्कुल गएको फर्केर आयो अनि हामीले निवेदन लियौँ फोटो राखेर चाहिँ फोटो लाग्ने निवेदन लियौँ अनि मोबाइल छ भनेको मोबाइल छैन उसँग अनि हामी स्कुलमा गयौँ स्कुलमा खोज्यौँ स्कुलमा उसको हाजिर कपीहरू हेऱ्यौँ स्कुलमा हाजिर भएको देखियो स्कुलबाट चाहिँ स्कुल बसमा चढेको पनि देखियो फर्किनलाई घर फर्किनलाई सिसी क्यामेराबाट खसी खेल लिएर यहाँ जुन बस स्ट्यान्ड त्यहाँनिर झरेको पनि त्यहाँको सिसी क्यामेराबाट देखियो झरेर ब्याग बोकेर घरतिर जाँदै गर्दाखेरि पनि देखियो त्यहाँ अगाडिको एउटा सिसी क्यामेरा के देखियो भन्दाखेरि चाहिँ यसो हेऱ्यो हेर्दाखेरि एउटा बाइकमा चाहिँ एकजना केटा आफ्नो पछाडि बसेर अनि त्यो फलो गर्दै सिसी क्यामेरा फलो गर्दै गयो जाँदाखेरि बाइक नम्बर पत्ता लगायो बाइक नम्बर पत्ता लगाएपछि 7 बाटो अगाडि नामको त्यो सिँढी बाटो उठेर पुगिसकेपछि त्यहाँ सिसी क्यामेरा फेरि एउटा ठाउँ अनि त्यहाँ कता भयो भयो त्यसपछि बाइक नम्बरबाट हामीले फलोअप गरेको त्यहाँको रेकर्डमा के देखियो भन्दाखेरि बाइक नम्बर चाहिँ त्यसको रेजिस्ट्रेसन अनुसार बाइक धन्न समातेर लिएर आएको बाइक धनीको बाइक चाहिँ 1 महिना पहिला चोरी भएको चाहिँ पटिखाना पुलिस भइरहेको अर्कै मान्छे बेला भयो
अर्कै मान्छे फेला पऱ्यो सर मान्छे चोरी गर्दै बाइक चोरी गर्दै भन्यो सबै हेर्दाखेरि कुकुरले दिइसकेको छोरी भएको पनि देखियो केटा पनि छोरी अनि अगाडि अनि त्यसपछि तपाईँको छोरीले कहिले फोन चलाउँथ्यो भनेर सोध्यो फोन चलाउँथेन भने चलाउँथ्यो होला अनि आमाको मोबाइलबाट चाहिँ उसले कहिले काहीँ ती गेमहरू खेल्थ्यो भन्ने भयो अनि हेरिसकेपछि आमाको मोबाइलको सिडिआरहरू मगाइसकेपछि कल डिटेल मगाउँदाखेरि आमाले नचिनेको दुईवटा नम्बर भेट्यो त्यो दुईवटा नम्बर भेटिसकेपछि त्यो आमाको नम्बरबाट चाहिँ उसको को रहेछ भनेर खोतलास गरियो गर्दाखेरि त्यो मान्छेलाई समातेर ल्यायो त्यसको पनि सिम चोरी भएको गाह्रो छ त अनुसन्धान गरेर कहाँ सकिन्छ र उसको पनि मोबाइल हराएर सिम चोरेर अर्कै युज गरेको रहेछ त्यो पनि त्यत्तिकै भयो भइसकेपछि अब त्यसको क्वालिटीहरू हेऱ्यो अनि त्यो मोबाइल स्विच अफ थियो जुन नम्बर थियो स्विच अफ थियो अनि त्यो दिन चाहिँ हामीले यसो वाच गरेर राख्थ्यौँ बेला बेला खोल्छ कि भनेर अनि खोल्दाखेरि चाहिँ अनि उता के भन्छ रुरु एरियामा साना गाउँतिर एक्टिभ भएको देखिसकेपछि हामीले साना गाउँतिर जाने त्यो दिनको सिसिटिभीबाट हेर्दै जाँदाखेरि त्यो त्यहाँ अगाडि गएको पनि देखियो देखिसकेपछि त्यहाँनिर सर्च गर्दाखेरि पछि यति एरियाभित्र छ भनेपछि त्यति एरियालाई घेराबन्दी गरेर हामीले त्यहाँ खोतलास चाहिँ गर्दाखेरि त्यो बाइक चाहिँ एउटा घर भेट्यो भेटिसक्यो घरभित्र पस्यो पछि पनि तल्लो फ्ल्याट र माथि फ्ल्याटको घरबेटी चाहिँ बाहिर निस्किरहेको रहेछ तल्लो फ्ल्याटमा चाहिँ बस्ने एउटा केटाले त्यो नानीलाई नेकेड अवस्थामा हामीले रेप गरेर मरलाको अवस्थामा सिटलाई उद्धार गरेर उद्धार गरेर लिएर आयो लिएर आइसकेपछि केटा पनि त्यहाँ पक्राउ गऱ्यो उद्धार गरेर लिएर आइसकेपछि भएको के रहेछ भन्दाखेरि त्यो केटाले चाहिँ त्यहाँ सधैँ दिनदिनै फलोअप गर्ने त्यसलाई फलोअप गर्दा गर्दै केटीको नम्बर मेरो आमाको नम्बर भनेर दिएको रहेछ आमाको नम्बर भनेर लिएर त्यसपछि त्यो आमासँग चाहिँ आमाको नम्बरबाट बेला बेला मौका पाएर फोन कुरा गर्ने कुरा गर्दा गर्दै अलि म चाहिँ इन्जिनियरिङ पढ्दैछु भनेर भने आज केटाले त्यसपछि पेटिसन नजिक भनेको गएपछि मेरो कोठामा बाइकमा हालेर गएर रेप गरेर यसरी मान्छेहरू बच्चाहरू यसरी बच्चाहरू यसरी परिरहेको यस्तो समूल यस्तो छ यति धेरै चाहिँ मान्छेहरूमाथि क्राइम भइरहेको छ त्यही भएर यो साइबरलाई चाहिँ युज गर्ने फोनलाई युज गर्ने सोसियल मिडियालाई युज गर्ने कुराहरू एकदम धेरै ध्यान दिनुपर्ने भएको छ धेरै चाहिँ फसिरहेको छ अरू भएको के छ भन्दाखेरि तपाईँको 16 सालका मान्छेहरूलाई खाता खोल भनेर लगाउने खाता खोल तिम्रो खाता खोले बापत चाहिँ तिमीलाई महिनामा चाहिँ 5,000 10,000 रुपियाँ दिन्छु भनेर त्यही गाउँबाट आएको मान्छेहरूको नागरिकता दुरुपयोग गरेर खाताहरू खोल्न लगाउने खाता खोलिसकेपछि त्यसको चाहिँ एटिएम कार्डहरू लिने एटिएम कार्ड लिएर त्यसको चाहिँ पिनकोड पनि त्यो खाता खोल्न लगाउने मान्छेले लिएर जाने लिएर गइसकेपछि त्यसलाई महिनामा 4,000 पैसा दिने र उसले क्राइम गरेको पैसा आदि त्यो खातामा नगर्नु उताबाट तानेर पैसा लिएर जाने इन्डियातिर काम गर्छ विदेशतिर कता लिएर जाने साथै उता पुर्याउने सुरुमा पक्राउ पर्दाखेरि त्यो खातावाला मान्छे पक्राउ पर्छ व्हाट्सएपमा कुरा गरेँ र खाता हालिदिएपछि नेपालको खाता पनि यही काम जान्छ मेरो खातामा हाल्थ्यो भने खाता हाल्थ्यो पक्राउ गरेर लिएर आयो न्युजहरू मान्छे केही पनि पैसा नभएको मान्छे पक्राउ गरेर लिएर आयो त्यसलाई मुद्दा चलाउनु पनि स्थिति भयो यसरी मान्छेहरू धेरै मान्छेहरू चाहिँ सुस्ताउनु सिकाएर परिरहेको भयो धेरै निर्दोष मान्छेहरू फसिरहेका छन् पैसाको लोभमा 5,000को लोभमा परेका मान्छे फसिरहेका छन् त्यही भएर कसैलाई पनि तपाईँको खाता नम्बर तपाईँको पिनकोड तपाईँको चाहिँ पर्सनल डिटेल्सहरू तपाईँको नागरिकता जापाले छोड्ने जोपातीलाई दिने त्यो काम चाहिँ नगर्नु भएको चाहिँ गऱ्यो धेरै मान्छेहरू फसिरहेको अवस्था छ धेरै फसिरहेको छ पुलिसले धेरै काम पनि गरिरहेको छ तर काम गरेर नसक्ने अब अचानक धेरै भएपछि केस धेरै भएपछि फलोअप गर्न टाइम लाग्छ त्यो भएर यसरी समस्या फसिरहेको अवस्था छ त्यो छ अर्को चाहिँ तपाईँको यो साथीहरू बनाउँदाखेरि चाहिँ तपाईँको सोसियल मिडियामा साथीहरू बनाउँदा नजिकको मान्छेहरू साथी बनाउँदाखेरि धेरै मान्छे जुट्या छ पोखरामा बस्दाखेरि एउटा केस तपाईँलाई सबै भन्छु रमाइलो पनि हुन्छ यस्तो कुराहरू सुन्दाखेरि भएकै केसहरू हो अनि पोखरामा मुद्दा शाखामा म इन्सपेक्टर थिएँ बेलामा पोखरादी 65 त्यो बेलामा चाहिँ पोखरातिर फेरि ब्रिटिस लाउरेहरूको चाहिँ त्यो केस छ कि ब्रिटिसको लाउरेहरूको केस छ पोखरामा त्यो एकदम हामीले धेरै बस्छौँ त्यहाँनिर एउटा केटाले साजन गुरुङ भनेर फेसबुकमा प्रोफाइल बनाएर ब्रिटिस आर्मीको लुगा लगाएर गर्नु ब्रिटिस आर्मीको भन्नुभएको एउटा फेसबुकमा प्रोफाइल क्रिएसन गरिसकेपछि उसले चाहिँ के गर्दो रहेछ भन्दाखेरि त्यहाँको आउनुहोस् बसौँ के छ गाउँमा ठिक छ
अनि त्यसमा के भएको थियो भन्दाखेरि साधन गुरुङले चाहिँ एउटा फेसबुकमा एकाउन्ट क्रिएसन गर्यो र सबै 11 र 12 पढ्ने केटीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठायो। विभिन्न नागरिक श्रीमतीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठायो। साधन गुरुङ फ्रम ब्रिटेनमा छ, त्यहाँ चाहिँ ब्रिटिस आर्मी हो। त्यसपछि ऊ अहिले ब्रिटिसको जागिर खाइरहेछ, के अरे उही बेलायतमा छ भन्ने हिसाबले हालेको गरिसकेपछि ऊ ब्रिटिस आर्मीको पठायो भने यसो हेऱ्यो युनिफर्म आएको राम्रो दिएको फोटो हालेको होइन। भइसकेपछि चाहिँ त्यो केटीहरूले फ्रेन्ड रिक्वेस्ट चाहिँ एक्सेप्ट गर्यो। सबैले साथी बनायो, ट्याक्क चाहिँ उसले त्यसपछि उसमा कुरा गर्न थाल्यो, के अरे अडियो कल गर्न थाल्यो केमा फेसबुकमा अडियो कल गर्न थालेपछि अनि त्यसपछि त्यसको केही महिनापछि उसले म 3 महिनाको छुट्टीमा नेपाल आउँदैछु भनेर पोस्ट गर्यो। 3 महिनाको छुट्टीमा नेपाल आउँदैछु भनेर पोस्ट गर्यो। गरिसकेपछि अनि त्यसपछि सबै फोन गर्न थाले, नेपाल आदि मलाई भेट्नुपर्छ मलाई भन्ने भयो। त्यो केटाले के थाहा ऊ मात्रै छु भन्ने लाग्यो होला। कम्तीमा 9-10 जना केटीहरूले उसलाई फोन गरेर नेपाल आदि भेट्ने टाइम मिलायो। त्यसले चाहिँ ट्याक्क टाइम मिलाएर 3 तारिक एउटालाई, 7 तारिक एउटालाई, 15 तारिक एउटालाई तारिक दिएर भेट्ने ठाउँ र त्यो एरिया फरक पारेर सेड्युल बनायो। कसैलाई पोखराको कुनै होटलमा, कसैलाई कुनै लजमा, कोही काहीँ भेट्ने भएर टाइम लिएर करिब 7-8 जना मान्छेलाई चाहिँ बोलाउने, होटलमा बोलाउने। बाहिर म छैन भने म बिचबाट आएको, म पैसा साट्न भ्याएँ, तपाईँले सुनेर आउनु भएको छ भने पैसा दिने, तिनीहरू बेचेर पैसा निकालेर पछि डलर काटेर दिउँला भन्ने गर्ने। धेरै लुट्यो पनि र करिब 7-8 जनालाई रेप गर्यो। फरक ठाउँमा केही साधन गुरुङले रेप गरिसकेपछि 1 डच गरेपछि लाग्ने एकचोटि भेट्ने, एक बेला रेप पनि गर्ने, लुट्ने पनि। र दोस्रो पटकदेखि चाहिँ मलाई खुसी छैन, म बाहिर पछि भेट्छु भएर सबैलाई त्यसरी जिम्दा गरेँ। गर्दा गर्दा 8 जना मान्छेले म साधन गुरुङबाट रेप भएँ, म लुटिएँ भनेर जाहेरी दुलाबाट काट्दै आयो। त्यसो हेर यो पढाउने साधन गुरुङ, ऊ हेर्दै साधन खराब ठाउँबाट चाहिँ रेप गरेको छ होइन। अनि भइसकेपछि अब यो साधन गुरुङको भनेर प्रोफाइल खोल्दै जाँदाखेरि जसलाई रेप गरेको त्यति मात्रै साथी छ उसको, एउटाले अर्कोलाई चिन्दैन होइन। भइसकेपछि अब यसलाई फोन नम्बर पनि छैन, उयो कल गरेको छ, अडियो कल गरेको छ। अनि भइसकेपछि अब हामीलाई अलिक चुनौती भयो। त्यस्तो चाहिँ अपराध भइसकेपछि हामीले त्यसलाई फेसबुकमा हेर्दाखेरि 2 जना मान्छेको चाहिँ फ्रेन्ड रिक्वेस्ट पेन्डिङ देखियो। पेन्डिङ हुन्छ नि, उसले पठाएको तर उसले एक्सेप्ट नभएको, त्यस्तो देखिसकेपछि कोलाई पठाएर चाहिँ भनेर खोल्यो हामी। भइसकेपछि अमर सिंह चोकको एकजना गुरुङ नानीलाई नै फ्रेन्ड रिक्वेस्ट पठाएर पहिला हामीले केटीलाई खोल्यौँ। केटीलाई खोलेर उसको फ्रेन्ड रिक्वेस्टलाई एक्सेप्ट गऱ्यौँ होइन। एक्सेप्ट गरिसकेपछि अनि त्यसपछि हो तपाईँले पहिलेदेखि पठाउनु भएको छ, मैले चाहिँ भिडियो भएन भनेर कुरा गर्न थाल्यो केटी भनेर कुरा गर्न थालिसकेपछि अनि यो फोटो पठाएको त्यही केटी फोटो पठाउनु लाग्यो। केटीलाई नै लगाएर केटी भेट्ने टाइम मिलाऊ, म त होइन म कति बेला भइसक्यो, म भेट्न मिलेर आफ्नो छुट्टी आउँदाखेरि भेट्छ होला भन्यो भने होइन। भेट्दा नि म काठमाडौँ आइसकेँ, एयरपोर्टमा आइसकेको थिएँ, म त विदेश बोल्ने हो भनेको। यही मेरो पनि सर्टिफिकेट हराएको छ, मैले काठमाडौँ आउनु छ, त्यसलाई भेट्छु नि एकछिन भयो भनेपछि एयरपोर्ट अगाडि एउटा होटलमा भेट्न बोलायो। त्यहाँ पोखराबाट एउटा महिला प्रहरी, यसो केटीको आमा र एकजना 4 जना पोखराबाट आएर फेरि एयरपोर्टको तिमी 3 नम्बर कोठामा गएर बस्छ, म आउँछु भनेर भन्यो। त्यो केटीलाई एक्लै पठाइदिउँ। केटीलाई पठाउनुभन्दा पहिले 1 घन्टा 2 घन्टा पहिले हामी गएर त्यहाँ बसेका थियौँ। अनि केटी गएर त्यहाँ बस्यो। अनि सबैले वाच गरेर आउँछु, एक्लै आयो भनेदेखिपछि एक्लै गयो। कोठा छिरेपछि हामीले एक पोखरा गरेर त्यसलाई लिएर पोखरा लिएर जाँदाखेरि सबैलाई देखायो यो केटा भन्नुभयो। त्यो चाहिँ साधन गुरुङ भएर सम्झिके धनबहादुर विश्वकर्मा भन्ने केटा रहेछ। त्यो काठमाडौँबाट स्याङ्जा चढी नाइट बसको चाहिँ पैसा उठाउनु चाहिँ यसरी मान्छेले स्क्याम गरेर यसरी मान्छे फसाइरहेका छन्। धेरै मान्छे शिकार भन्छन् साइबरबाट, धेरै मान्छे लुटिया छन् साइबरबाट, धेरै मान्छे रेप भन्छन् साइबरबाट। यो साइबरमा एकदम धेरै पिटाको छ। सानो मान्छेले के कुरा गर्ने, यहाँ ठुलै मान्छे। म त्यो भारततिर बस्दाखेरि एकजना मान्नेजी चाहिँ दौडेर आउनुभयो मलाई, देश म त बर्बाद भएँ, म त आत्महत्या गर्न परेको भन्दै आउनुभयो। संसद हुनुहुन्थ्यो। अनि त्यसपछि आइसकेपछि के भयो भनेर भनेको भइसकेपछि होइन मलाई चाहिँ यस्तो भयो,
एकजना केटीले मलाई फ्रेन्ड रिक्वेस्ट पठायो, मैले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेँ, कुरा हुँदै गयो। पछि चाहिँ के भयो त, भिडियो कल हुन थाल्यो। भिडियो कल हुन थालेपछि म तिम्रो यस्तै तिम्रो कस्तो राम्रो तिमीले जिमसिम गर्छौ रानीजी भनेर भने, अब गर्छु म तिम्रो शरीर खोलेर देखाऊ भन्यो। त्यति भयो, बिचरा शरीर खोलेर देखाएँ। तिम्रो पनि शरीर हेर्छु भने उसले पनि देखाए। हुँदाहुँदै रेकर्डिङ भयो। त्यो रेकर्डिङ भएपछि त्यसको केही समयपछि मान्यजी मलाई 5 लाख रुपियाँ चाहियो, बिजनेस गर्न लाग्यो, अलिकति समस्या पऱ्यो। हामीले 5 लाख रुपियाँ पठाइदियो, ठिकै छ। त्यस्तै गर्दा गर्दै पछि चाहिँ 25 लाख 30 लाख रुपियाँ माग्न थालेँ। दिएनौ भने तिम्रो यो भिडियो उसलाई पठाइदिनु, यो भिडियो युट्युबमा पोस्ट हुन्छ भनेर त्यसरी बार्गेनिङ गरेको र मान्छेले केही सिक्न नलागेपछि पुलिसको शरण आएको थियो। अन्त हामी धेरै मिहिनेत गरेर त्यसलाई पनि लिएर आयौँ, उतिर मुद्दा चलायौँ, विश्वासघात अपराधी लाग्थ्यो। यस्तो यस्तो केसहरू, धेरै केसहरू चाहिँ हुने गरेका छन्। त्यो भएर साइबर चलाउँदाखेरि छोराछोरीले चलाओस् कि बाबाआमाले चलाओस्, अथवा तरुणीले चलाओस्, अथवा जोसुकै चलाओस्, साइबर चलाउनु धेरै विचार गर्छ। साइबरबाट कहिले आफू शिकार भइन्छ, कहिले आफू अपराधी भइन्छ। अपराधी भयो भने जेल जानुपर्छ, शिकार भयो भने पीडा हुनुपर्छ। त्यही भएर शिकार पनि नहुने र जेल पनि नजाने गरी चाहिँ हामीले साइबर चलाउनु, साइबर अनुशासन भन्छ नि, साइबर अनुशासन चाहिँ पालना गर्नुपर्छ। एकदम धेरै देखिएको चाहिँ अहिले स्क्यामहरू, अनलाइन गेमहरू, अनलाइन स्क्यामिङ गर्ने, पैसाबाट कुदेर लिएर जाने, क्याप्चर गर्ने साइबर थेफ्टहरू, त्यसपछि चाहिँ फेक आइडीहरू बनाएर चाहिँ लुटपाटहरू, यस्तै बार्गेनिङहरू, धेरै केसबाट मान्छे बर्बाद भइरहेको छ। मैले अहिले लागु वस्तुको कुरा गरेको थिएँ, अब अहिले साइबर कुरा गरेँ। सबै केसहरू चाहिँ एकदम धेरै चाहिँ पेनफुल छ। यसले हामीलाई धेरै शिकार बनाइरहेको छ। हाम्रा भाइ बहिनीहरू, हाम्रा बच्चाहरू पनि भोलि यसका शिकार होला। त्यो भएर हामी अभिभावकहरू जिम्मेवारी धेरै चिन्ता गर्नु। मैले अपराधी सुधार गरेँ, अपराधी चाहिँ अलि धेरै भएका अपराधहरू भयो। अर्को अहिले के देखिरहेको छ भन्दाखेरि यो रेप छ नि, रेप चाहिँ कहिले बार्गेनिङ भइरहेछ। रेप पहिला सुरुमा चाहिँ सहमतिबाट चाहिँ शारीरिक सम्पर्क गरेर पछि चाहिँ जबरजस्ती बुझाएर आउने एउटा चाहिँ यो भइरहेछ। अब के भइरहेछ भने हामीले एउटा के सोच्नुपर्छ भने अब हामी त आफ्नो बच्चाहरूलाई सबै राम्रो होला भन्ने बुझ्छौँ। आफ्नो बच्चा आफ्नो राम्रो होला भन्छ नि, आफ्नै भाइ भाडाबाट, आफ्नै बाउबाट छोरीहरू, आफ्नै दाइबाट बहिनीहरू रेप भइरहेको अवस्था हामी नै रेपको केस भइरहेको छ। के अरे दिदी र भाइ एउटै बेडमा बसेर युट्युब हेर्दै थिए। अहिले हामीसँग आफ्नो के सोच्नु, एउटै बेडमा बसेर युट्युब हेर्दै थिएँ, बाबामा घर नभएको बेला त्यो युट्युब हेर्दा हेर्दै भाइले दिदीलाई बलात्कार गर्यो। पेट बोकेर आधा मेरो बाबुको पेटो बनाएको छ। त्यो भएर यस्तो किसिमको एजुकेसन हुनै नदिने स्थितिले अलिकति हामीले सिकाउनु पर्छ। त्यहाँ सबै बर्बाद भयो, परिवारै बर्बाद भयो। बाबु जेल जानेको, छोरीको इज्जत जानेको, प्रतिष्ठा जानेको, दाइ भाइ जेल जानेको, दिदीको इज्जत प्रतिष्ठा जानेको, दस हुने परिवार। त्यसरी यस्तो धेरै यो यौनिक अपराधहरू धेरै बढिरहेका छन् कि यसलाई अलि हामीले कन्ट्रोल गर्नुपर्छ। अभिभावकले यसलाई धेरै ध्यान दिनुपर्छ। कहिलेकाहीँ आफै केही छौ भने पनि अलिकति त्यस्तो असल परिस्थिति भइसक्दा बाहिर निस्किनु आउनुपर्छ। काहीँ त्यस्तो लागेपछि त्यसलाई छुट्याइदिनुपर्छ। सट्टाभित्र छिरेर अब त्यसलाई वातावरण अर्कै बनाइदिनुपर्छ। मान्छे यो त्यो हिसाबको कुराहरू यसलाई पनि विचार गर्नुपर्छ। अर्को आत्महत्याको कुरा आउँछ नि, आत्महत्या भन्ने कुरा पनि अलि एकदम देखिरहेको छ। आत्महत्या संसारमा धेरै आत्महत्या गर्ने देशहरूको सूचीमा नेपाल पनि गत 72 वर्ष धेरै नै आत्महत्या नेपालमा पनि हुने गरेको छ। आत्महत्या भनेको एकछिन उठेको आवेगले हुन्छ आत्महत्या। आत्महत्या भनेको कोहीले चाहिँ दीर्घकालको प्लानिङ गरेर पनि आत्महत्या गरेर देखिन्छ। किन भन्दा त्यो आत्महत्या गर्दाखेरि म पसल जान्छु, त्यहाँ पोइजन ल्याएर प्लान्ट जान्छ खान्छु, त्यस्तो हुन्छ नि। योजनाबद्ध हिसाबले चाहिँ पहिले योजना बनाएर आत्महत्या गरेर आउँछ। अर्को चाहिँ के हुन्छ भने आकस्मिक उठिखेरि आउने चाहिँ आत्महत्या। हामीले आकस्मिक आउने आत्महत्या रोक्नको लागि त्यसको भाषाबाट सिर्जना हुन्छ।
घरमा भुक राखेर राखेको त्यहाँ धुन्दिनी भएर सोच्दै सोच्दै 2-3 मिनट बित्छ नि त त्यो बितिन्जेलसम्म उसले चेन्ज भइसकेको हुन्छ भुकहरू त्यस्तो हामले खानुहरू चिजहरू हाम्रो विदेशतिर त के गरेर थाहा छ उल्बाट बाह्र हालेको छ नआबलोस् भएर घिमा दाम नमिल्ने गरी चाहिँ बाह्रहरू लगाइदिएको छ त्यहाँ हामल्न जाओस् भनेर हामीलाई व्यवस्था छैन त्यो हिसाबले हामीले आत्महत्या रोक्नलाई चाहिँ अलिकति चाहिँ हेर्नुपर्छ कोही मान्छे चाहिँ आत्महत्या गर्ने मान्छेहरू धेरै चिजहरू दिएको चेन्ज भएर कहिले कहिले विदेशमा गएको हुन्छ कहिले म पार्टीले के म तयारी भन्ने भएर हुन्छ त्यस्तो भन्यो त्यसलाई चाँडै त्यसलाई रिकभर गर्ने समाजमा ल्याउने घुलमिल गराउने मनोरञ्जनतिर लिएर जाने जस्तो त्यसलाई अलिक मोटिभेसन गर्ने त्यो कुराहरू हामीले गऱ्यो भने आत्महत्या रोक्न सकिन्छ न्यूनीकरण गर्न सकिन्छ रोक्नै नसकिन्छ त्यसलाई चाहिँ काम गर्ने हुन्छ बच्चाहरूलाई सिकाउनु पर्छ एकचोटि फेल भयो भने आफूले पास हुन्छ फेलै भयो पढ्नै सकेन भने बाँचिन्छ धेरै बच्चाहरू चाहिँ के यो चाहिँ अहिले ब्रेकअप सेकअप भयो दुनियाँ गरेर मर्ने गरिरहेको छ त्योभन्दा राम्रो केटाकेटीलाई तयार छ भने सिकाइदिनुपर्छ भनिदिनुपर्छ यस्तो कुराहरू चाहिँ समाजको गरिदियो भने आत्महत्याको कुराहरू अपराध किन हुन्छ नि त अपराधहरू किन भइराखेका छन् त भन्ने कुराहरू चाहिँ अलिकति जाँदाखेरि हाम्रो सबभन्दा ठुलो चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ गाउँ पहाडतिर अनि त्यसपछि तराईतिर हेर्दाखेरि गरिबी बेरोजगारीको कारणहरू के अपराधहरू भइराखेका छन् चोरी अपराधहरू चाहिँ खाने नपाएर माथि छोड्छ केही पनि व्यवस्था नभएपछि मजदुरी दुईवटा चोरहरू एउटा चाहिँ खानको लागि बाँच्नको लागि चोर्ने आफू चाहिँ धनी हुनको लागि चोर्ने धनी हुनको लागि चोर्ने चोरहरू चाहिँ धेरै गाह्रो धेरै गाह्रो तर बाँच्नको लागि चोर्ने अपराधहरू चाहिँ धेरै चाहिँ भइरहेका छन् त्यसको लागि हामीले गरिबी र बेरोजगारी चाहिँ अलिकति घटाउन सक्यो भने त्यो अपराधहरू चाहिँ गर्न सकिन्छ हामीसँग चाहिँ अलिक प्रतिष्ठितको भावनाहरू छ नि त के हुन्छ हामी एकदमै इगोइस्टिक छौँ हामीहरू कसैले आफूलाई हार्म गर्ने है सेम केयर भएर हिँड्यो भने त्यसले कुनै पनि अपराध हुँदैन हामी चाहिँ अलिकति त्यसलाई सुपर इगो राखेर गऱ्यो भने त्यसले तैँले मलाई यस्तो पनि पक्षलाई भनेर कहीँ दिमागमा राखेर बस्यो भने अपराधहरू हुने गरिरहेको छ प्रतिष्ठितको कारणले पनि अपराधहरू हुने गरिरहेको छ र अहिले पनि भने शिक्षाको कमी त्यसपछि निराश्रीहरू पनि अपराधका कारणहरू हुन्छन् परिवारभित्र समस्याहरू पनि अपराधका कारणहरू हुन्छन् त्यसपछि कानुनको ज्ञान नभएको कारणले पनि धेरै अपराधहरू हुन्छन् मान्छेले थाहा नै छैन यो गरेर अपराध हुन्छ है भन्ने पनि थाहा छैन त्यस्तो कुराहरू राम्रो जरुरी छ र हाम्रो प्रतिस्पर्धा अस्वस्थ प्रतिस्पर्धाहरू चाहिँ अपराध प्रतिस्पर्धाहरू हुन परेको हुन्छ अब यो साथीभाइको सङ्गठित सङ्गतिहरूले गर्दाखेरि कस्तो मान्छेको सङ्गत गएको छ कस्तो समाधान गरिरहेको छ साथीभाइ बस्दा छन् त्यसले पनि मान्छेलाई अपराध गर्न उस्काउने र अपराध नगर्नको लागि सिकाउने गर्छ हाम्रो सोच्यो असमानताहरू हाम्रो समाजको के छ भने एकदमै धेरै धनी गरिन्छ गरिबको धनीको देखाएर धेरै गरेर दिएर जस्तै त्यो अपराधहरू गरिरहेका छन् त्यो कुराहरू गरिरहेका छन् आर्थिक अभावहरू आयहरूमा असमानता अनि अवैध आम्दानी गर्ने मान्छेले मिहिनेत गरेर कमाउने भने चाँडै चाहिँ अपराध गरेर चाँडै सम्पत्ति कमाउनु लागिरहेको त्यो हिसाबले गर्दाखेरि अनि अब अपराधको प्रभाव के छ त समाजमा अहिले सम्पत्ति शुद्धिकरण भन्ने अपराधहरू आएका छन् सम्पत्ति अपराध गरेर कमाएको पैसाहरू चाहिँ नै सम्पत्ति शुद्धिकरण हुँदा अहिले हामीले हरेक केसमा लाभ वसुलको मान्छे समात्यो भने त्यसको सम्पत्ति कस्तो गरेर हेर्छौँ त्यस्तो सम्पत्तिहरू देखियो भने त्यसलाई हामी के अरे सम्पत्ति शुद्धिकरण लिएर जान्छ त्योभन्दा पहिलाका अपराधहरू उसले लाभ वसुल बेचेर कमाएको भनेर ट्याक्स छलेको केसहरू लिएर जाँदाखेरि ट्याक्स छलेर धेरै पैसा कमाएको देखियो भने सम्पत्ति शुद्धिकरण केसहरूले गराएको हुन्छ अहिले चाहिँ एउटा अपराधमा अर्को अपराध अनुसन्धान गरिरहेको हुन्छ के गर्न सकिन्छ त अपराध नियन्त्रण गर्नलाई के गर्न सकिन्छ भन्ने कुराहरू सबभन्दा पहिला त शिक्षाको विकास गर्नु पऱ्यो मान्छेलाई रोजगारी गर्नु पऱ्यो गरिबी हटाउनु पऱ्यो प्राकृतिक स्रोत साधन समानुपातिक गर्नु पऱ्यो आदि इत्यादि कुराहरू चाहिँ भइहाल्यो
अब हामी यति धेरै मान्छे जम्मा भएको छौँ। अब हामी यो धेरै मान्छेसँग भेटेका छौँ। यो कार्य गर्दाखेरि हाम्रो हामीले कतिपय सूचनाहरू हामी आफै बुझाइदिइरहेका छौँ। ताका सूचनाहरू सेयर गरिदिने, सेमिग्राम भनिदिने, समाजको अग्रणी भएकोहरूलाई भनिदिने, पत्रकारलाई भनिदिने, पुलिसलाई खबर गरिदिने, त्यसपछि त्यो सूचनाहरू चाहिँ रिलेट गरिदियो भने अपराध रोक्न सकिन्छ। मान्छेले कसरी हतियार बोकेर हिँडेको देख्यो भने त्यसले मलाई केही पनि गरेर छैन गरे भनेर दियो भने त्यो हतियारले भने कतिजना मान्छे पनि थाहा हुँदैन नि त। त्यही भएर हामीले हतियार बोकेर हिँडेका छौँ, त्यसको अगाडि फोन नगरे पनि हामी साइडमा गएर ल प्रहरी यस्तो लुगा लगाएको मान्छे यो मान्छेले हतियार बोकेको मैले देखेँ, त्यो हतियार तपाईँले चेक गरिदिनु होला, प्रहरीलाई सहयोगमा फोन गरेर भनिदियो भने पनि त्यो मान्छे चेक टाइममा सम्हालिन्छ, हतियार कन्ट्रोल हुन्छ, त्यसपछि अब एउटा अपराध हुन्छ नि त। त्यो हिसाबले गर्न सकिन्छ। लाभ औषध बोकेर गएको मान्छेहरू शङ्का लाग्यो भने त्यसलाई खबर गरिदियो भने त्यो बेच्दा हुँदा रोकिन्छ, मान्छेले खाना रोकिन्छ, त्योबाट अन्य अपराधहरू हुँदा रोकिन्छ। त्यो कुराहरू हामीले खबर गरिदियो नागरिकको उत्तरदायित्वको कुरा हुन्छ। हामी नागरिक एउटा असल नागरिकको दायित्व के छ भन्ने कुरा पनि बुझ्नुपर्छ। हामीले समाजमा आफूले अपराध नगर्ने र अरूलाई पनि अपराध गर्न नदिने बाटोमा हामीले सिर्जना गर्नुपर्छ। देशलाई, समाजलाई, व्यक्तिलाई हानि हुने किसिमको सूचनाहरू हामीले दिइदिनुपर्छ। त्यो लुकायो भने पनि त्यसलाई चाहिँ हामी जस्तो यहाँनिर कसैलाई मार्न लगायो, मानौँ यहीँबाट अर्कोलाई मार्न लाग्यो, हामी सबै मुद्दत बन्यौँ र त्यसलाई जोगाउनतिर, त्यसलाई रोक्नतिर हामी कोसिस गरेनौँ भने त्यसलाई पनि कानुन दायरामा छ है। मुद्दतलाई पनि कानुनले अपराधी मानेको छ। त्यही भएर अपराध गर्नु अपराध हो, अपराध सहने, अपराध देखेर रोक्न नखोज्ने पनि अपराध हो, रोक्न नखोज्नु पनि अपराध हो। त्यसरी चाहिँ जानुपर्छ। अस्ति यहाँ उसमा भयो नि, यो मङ्गल बजारमा एउटा चाहिँ छुरीकाण्ड भयो नि। छुरीकाण्डमा त्यस्तो व्यक्तिलाई मुद्दा चलाएको छ। जो मान्छे त्यहाँ घटनास्थलमा थियो, त्यो मान्छे त्यो घटनास्थलमा भएर पनि उसले मार्दा पनि लगाएन, रोक्न पनि रोकेन। त्यो मान्छेलाई पनि हामीले मुद्दा तलाब गरेका छौँ। त्यो मान्छे चाहिँ अलिक पूर्वपट्टिबाट मैले भन्न खोजेको आफ्नो छेउमै अपराध भइरहेको छ। अपराध गर्न चाहिँ को लागि त्यसले रोक्नको लागि कोसिस गर्दा त्यसलाई पनि अपराधको एउटा हिस्सा मानेर त्यसलाई कानुन दायरामा ल्याएको छ। त्यो पनि त्यसरी लिएर आउनु भएको छ। त्यही भएर हामीले अपराध हुँदै गर्दाखेरि अपराध रोक्ने सूचना दिने, त्यसलाई रोक्नलाई प्रयास गर्ने पनि गर्नुपर्छ। त्यो हाम्रो दायित्वभित्र पर्छ। दायित्व पुरा नगर्दा कारवाहीको दायरा ल्याउने पनि कानुनले त्यसरी हालेको हुन्छ। त्यो भएर हामीले गर्नुपर्छ। म एकचोटि सुरुमा जायखाने बित्तिकै कालीबारीको देउताको थियो। कालीमाटीको तरकारी बजारभित्र एउटाले घाँटी सेलाएर एउटा ट्याक्सीमा चढेर भागेको सूचना। ट्याक्कै सूचना आउनाले मलाई सेल पनि थियो, बन्दुक पनि थियो, सेल पनि थियो, मेरो बडीगार्ड पनि छेउमा थियो। ठ्याक्क अगाडि मेरो अगाडि नै ट्याक्सी आयो। मसँग केही पनि साधन थिएन। त्यसपछि मैले त्यो के गर्ने भयो, त्यो अगाडि भागिहाल्यो। कसैलाई खबर गर्ने भएन। सेलका बोलाउनु ढिलो भयो। त्यसपछि ट्याक्क आफ्नो ट्याक्सी आएर ए भाइ रोकेँ, सेल देखाएर रोकेँ, त्यसलाई फलो गरेर भयो। एक्लै त्यहाँबाट चाहिँ फलो गर्दै आएँ। बल्बुबाट यतातिर सानेपातिर छिर्यो। सानेपा छिरेर चाहिँ म भेट्दै लाथेँ त्यो ट्याक्सीलाई। ट्याक्क झरेर चाहिँ उसले ट्याक्सी चेन्ज गरेर आफ्नो ट्याक्सी चाहिँ स्पिड बाहिर चाहिँ त्यहाँ चढेर फेरि भाग्यो। ट्याक्सी चेन्ज गरेर त्यो ट्याक्सी चाहिँ रोक्यो। म झरेँ नि त। झर्दाखेरि त्यो ट्याक्सी अर्को ट्याक्सीमा चढेर भाग्यो। फेरि त्यही ट्याक्सीमा पनि चढेर फलो गर्दै जाँदाखेरि मङ्गल बजार यो बालको हुँदै मङ्गल बजार छिर्यो। मङ्गल बजार छिरिसकेपछि त्यो एरिया त्यसलाई नयाँ थियो। अनि छिरिसकेपछि फलो गर्दै गएँ। एक्लै के गर्ने होइन, अब अलिक मसँग पेट्रोल पनि थियो, अब गोली हाल्नु पनि त्यो भएन। अनि त्यसपछि गर्दै अनि एउटा घरभित्र स्वाट छिर्यो। त्यो घर चाहिँ भर्खर निर्माण गरेको घर चाहिँ मलाई याद छ कि। अनि त्यसपछि त्यो घरमा छिर्ने बित्तिकै अनि मैले त्यहाँ तपाईँलाई चाहिँ मान्छेहरू हुनुहुन्थ्यो, म चाहिँ पुलिस हो, पुलिसको मैले बन्दुक छिर्नु मेरो यो हो। त्यहाँ चाहिँ त्यहाँ वरिपरि पुलिस पनि छैन। त्यो बेला भर्खर पहिले पनि जरुरी थियो। अनि त्यसपछि ल तपाईँले सहयोग गर्नु पर्यो भनेपछि ल हुन्छ सर भनेर त्यो जनताले घर घेरिदियो। जनताले घर घेरिदियो। त्यसपछि उसले चाहिँ माथि सरेन्डर गर्यो। त्यसलाई पक्राउ गरेर एक्लै मैले त्यो त्यहाँ पेट्रोल ताकेर कालीबारीसम्म लिएर गएर अनि लिएर त्यसलाई यसरी जनताले यसरी सहयोग गर्नुपर्छ। त्यो जनताले त्यहाँ त्यसरी सहयोग नगरे त्यो मान्छेको होइन। यस्तो अपराधहरू भइरहेको छ। हाम्रो उत्तरदायित्व के हो भन्दाखेरि पुलिसले केही पनि गर्न सक्दैन। अस्ति जस्तो एउटा केटीले कम्तीमा चाहिँ टुटु लगाइदिएर समात्यो नि त।
कुल लगाउने रोल चाहिँ जनताले पनि गरिदिनुपर्छ। भाग्दै आछन् साङ्गो बनाएर छिर्दिने रोल जनताले पनि गरिदिनुपर्छ। पुगेर मारेर चाहिँ भएन, त्यसलाई समात्ने कुरामा चाहिँ जनताले सहयोग गर्नुपर्छ। नागरिकहरूको दायित्व त्यो कुरा गर्नुपर्छ। त्यो गऱ्यो भने हामी अपराधबाट मान्छेलाई जोगाउन पनि सक्छौँ र अपराधीय कारबाहीको दायरा पनि ल्याउन पनि सक्छौँ। त्यहाँ सबै भिडियो हेर्नुभयो नि, त्यहाँ हान्दै गइरहेको छ, वरिपरिका मान्छे देखिरहेको छ, पुरा मान्छे छन्। कम्ती एउटा ढुङ्गा हानेको भए पनि त्यसलाई सबै मिलेर त्यसलाई चाहिँ दबाब भए पनि मान्छेलाई ज्यानको माया सधैँ हुन्छ। तर टाढाबाट भए पनि त्यसलाई चाहिँ अलिकति प्रतिकार गरेको स्टेट पनि देखिएको छ। त्यो हिसाबले अलिकति प्रतिकार चाहिँ गर्नैपर्छ। एउटा नेपालीले ट्रेनभित्र पढ्नुभयो होला नि, एउटा नेपाली गोर्खे के अरे त्यो इन्डियन आर्मी छुट्टीमा नेपाल आउँदै गर्दाखेरि इन्डियाको ट्रेनमा ट्रेनभित्रै रेप गरेर चाहिँ उतै के अरे एकजना मान्छेलाई चाहिँ रेप गरेर 3-4जना मान्छेलाई छप्प कुकुरले हाँगाएर एउटा नेपालीले चाहिँ त्यहाँ कस्तो राम्रो काम गरेको थियो। नेतृत्वले सबलाई चाहिँ कुकुरले हाँगाएर त्यहीमा आएको थियो। त्यस्तो राम्रो चाहिँ सम्मान पनि पायो इन्डियामा होइन। त्यसरी चाहिँ मान्छेले प्रतिकारहरू चाहिँ गरिदिनुपर्छ। ठाउँ चाहिँ अपराधीलाई हान्ने सिस्टम आयो भने ठाउँ अपराधलाई समाजले जनताले समाज सिस्टममा आयो भने मान्छे जग्गाको ठाउँमा मात्रै अपराध गर्छ। मान्छे भटाएर अपराध गर्दैन, मान्छे नभएको ठाउँमा मात्रै अपराध गर्छ। मान्छे नभएको ठाउँमा भेट्नै गाह्रो हुन्छ। त्यो हिसाबले चाहिँ अलिकति हामीले सजग हुन्थ्यो भने अपराध धेरै कुरा सूचना हुन्छ। एउटा भन्छ कि के अरे दुष्टलाई कारबाही गर्नु पनि धर्म हो। दुष्टलाई दण्डित गर्नुपर्छ भने हाम्रो शास्त्रमा लेखेको छ। जोसुकैले दण्डित गर्दा हुन्छ। आफ्नो रक्षाको लागि हतियार प्रयोग गरेर मान्छे मऱ्यो भने पनि अपराध लाग्दैन हुन्छ। तपाईँलाई मार्न लागेको छ, तपाईँलाई रेप गर्न लागेको छ, तपाईँको धन सम्पत्ति लुट्न लागेको छ, त्यो बेला तपाईँले प्रयोग गरेको हतियारले चाहिँ कोही मान्छे गऱ्यो भने पनि त्यसलाई बाध लाग्दैन भनेको छ। तर त्यो चाहिँ प्रमाणित गर्नुपर्छ। त्यो कुरो चाहिँ त्यो सिचुएसनले प्रमाणित गर्नुपर्छ, त्यहाँको परिस्थितिले प्रमाणित गर्नुपर्छ। त्यो भयो भने त्यस्तो हुन्छ। त्यो भएर सबै हामीले सेल्फ डिफेन्सको अधिकार सबैलाई छ, त्यो चाहिँ गर्नुपर्छ। हाम्रो चाहिँ रोकथामको लागि सबै चाहिँ भूमिका हुनुपर्छ। अपराध अनुसन्धान गर्न भन्दा पनि अपराध नियन्त्रण गर्ने ठुलो कुरा हो कि अनुसन्धान गर्ने बेलासम्म अपराधी समाजको भित्र पुग्नेसम्म मान्छेले चाहिँ के अरे एउटा मान्छे रेप भइसकेका हुन्छ, एउटा मान्छे मरिसकेका हुन्छ, एउटा सम्पत्ति लुटिसकेका हुन्छ, कोही मान्छेको हात खुट्टा भाँचिसकेका हुन्छ। धेरै अपराध भइसकेपछि त्यसलाई सुनेर त्यो पुरुषार्थ भन्दा अपराधै हुन नदियो भने मान्छेको हात खुट्टा भाँचिँदैन, रेप पनि हुँदैन र समाजको शान्ति सुरक्षा चाहिँ कायम हुन्छ। त्यही भएर अपराध नियन्त्रणको हकमा चाहिँ अझै धेरै हाम्रो रोल हुन्छ। समुदाय प्रहरी साझेदारी हुने कार्यक्रम लिएर आइराखेका कारण के हो भन्दाखेरि प्रहरी र समुदायसँगै बसेर अपराध रोकथामको लागि चाहिँ नियन्त्रणको लागि साझेदार गराउनु हुने हिसाबले व्यवहारमा आएको छ। तपाईँ हामीसँगै यसरी काम गर्नुपर्छ। यो कुरा सबै प्रहरीलाई कति प्रहरीहरूलाई पनि हामीले भनेर पठाएको हुन्छ। अहिले कतिपय प्रहरीहरूको अहिले बानी व्यवहार पनि चेन्ज भइसकेको छ। पहिला जस्तो छैन प्रहरी, अब अहिले चाहिँ प्रहरीहरू अलिकति अलिक व्यवस्थित भइसकेका छन्। तै पनि अझै हामीले गर्न बाँकी छ, कतिपयलाई चेन्ज गर्न बाँकी छ, बानी बोलीमा सुधार ल्याउन बाँकी छ, व्यवहारमा परिवर्तन गर्न बाँकी छ। ठुलो सङ्गठन छ, के अरे 80-82,000 चाहिँ सङ्ख्या भएको प्रहरीमा अलिकति खराब प्रहरीहरू हुन्छ, त्यसलाई करेक्सन पनि गर्नुपर्ने हुन्छ। करेक्सन पनि गर्दैछौँ, कतिको जागिर पनि गएको छ, कतिलाई सुधार पनि गएको छ, विभिन्न कारबाही पनि गरिरहेको अवस्था छ। त्यो हिसाबले गर्दाखेरि सबै हामी बसेर अपराधहरू रोकथाम गर्नको लागि तपाईँ हाम्रो धेरै रोल हुन्छ। यति भने अब कति टाइम कति भयो, अरू प्रोग्रामहरू हुनुहुन्छ, तपाईँहरू पनि पाउनु होला, म पनि सुन्नुपर्ने होला। त्यो भएर अलिकति सामान्यतया त्यति धेरै ठुलो तयारी पनि थिएन। पावर पोइन्ट प्रेजेन्टेसन गर्ने हल पनि हामीसँग भएन, व्यवस्थित पनि भएन, के अरे रुटिन अनुसार जान पनि पाइएन। त्यो फरक कुरा छ। तैपनि जिल्ला पुलिस कारबाहीमा तपाईँहरूलाई सजिलो भएको छ। कुनै समस्या लिएर तपाईँहरू यहाँ भएको टिम चाहिँ नेतृत्व गर्दाखेरि अपराधको सम्बन्धमा टिमहरू तपाईँलाई सहकारी गर्न तयार छ भन्ने तपाईँहरूको तपाईँहरूको आर्थिकता यहाँ
गोली चले नेपाल बाली नेपाल आवाज लगायत केही क्वेसनहरू छन् के तपाईँलाई प्रहरीसँग सोध्न मन लाग्ने चिजहरू केही छ भने चाहिँ राख्दै सरल जिज्ञासा छ। मैले अरू किन सर जुन चाहिँ त्यो लागु पदार्थको बारेमा कुरा गर्नु लागु पदार्थको बेस भनेको चाहिँ धुम्रपानै हो नि होइन। कहिले धुम्रपान नगरिकन बस्दा एकैचोटि त्यो लागु पदार्थमा जाँदैन जस्तो लाग्छ मलाई, मैले बुझेअनुसारको चाहिँ त्यो कसो होला। त्यहाँदेखि यो धुम्रपानलाई चाहिँ नियन्त्रण गर्ने हो भने राम्रो स्कुलको एरियामा अस्पतालको एरियामा 100 मिटरको वरिपरि चाहिँ लागु पदार्थ अथवा सुटिजन्य पदार्थ बेच्न नपाइने भन्ने सरकारको कानुन आइरहेको छ नि। त्यसलाई अलिकति व्यवहारमा उतार्न चाहिँ हजुरहरूको भूमिका अलिकति नपुगे हो कि अथवा म्यान पावर नभएर त्यतातिर याद नगरे हो कि यो कुरालाई चाहिँ अलिकति विचार गरिदिनु पऱ्यो। होइन, तपाईँको कुरा एकदम जायज छ। हामीले यो लाइनमा काम रेली गरेका पनि छौँ। तपाईँले भने जस्तै तपाईँले आफै पनि एन्सर दिइहाल्नु पर्यो, मेन पावर नदिया हो होइन। यसमा त्यही भयो, अहिले मैले भने नागरिकको दायित्वको कुरा गरेँ। तपाईँहरू तयार हुनुहोस्, हाम्रो टोलमा भएको स्कुलमा यहाँनिर चाहिँ मदिरा बेचिरहेको छ, यहाँनिर धुम्रपान बेचिरहेको छ, त्यो चाहिँ हाम्रो विधिमा चाहिँ यो बेच्न पाइँदैन भन्छ। यहाँ किन बेचिरहेको छ त्यो तपाईँले बताउनु पऱ्यो होइन। अनि गइसकेपछि तपाईँले त्यहाँको त्यो स्कुल व्यवस्थापन समिति हुन्छ, त्यहाँको वडा समिति हुन्छ, त्यहाँ चाहिँ तपाईँहरूको अभिभावक समिति हुन्छ त्यहाँ, अनि त्यहाँ चाहिँ लोकल पुलिस पनि हुन्छ। तपाईँहरू बसेर अब यहाँनिर त्यहाँभित्र स्कुलमा बसेर मिटिङ गर्नु, निर्णय गर्नु, हाम्रो प्लान यो भित्र चाहिँ यसरी प्लान भइरहेको छ, यसलाई चाहिँ रोक्ने निर्णय गरियो भनेर सर्वपक्षीय निर्णय भित्र गर्नुहोस्। त्यति गर्दा पनि तपाईँ निर्णय गरेर त्यहाँ भएन भने प्रहरी चाहिएको तपाईँ हामी सबैसँगै गरेर ल्याउनुपर्छ। मैले भने नि सबै चाहिँ स्कुलको ठाउँमा पुलिस छ। अहिले तपाईँले भनेको कुरा म अहिले गरेर खेतमा सबैलाई भनिदिन्छु, जिल्लाभरको पुलिसले त्यो कोसिस गर्छ। तर समस्या के हुन्छ भन्दाखेरि त्यहाँ पुलिस कहिले अल्प बस्नुपर्छ, गऱ्यो अरू हुन्छ पुलिसको मात्रै काम हो भने हामी छोडिदिन्छौँ नि। त्यो काम पुलिसको मात्रै होइन, समाजको पनि हो, यो बोली नेपालको पनि हो, र यो चाहिँ त्यहाँको चाहिँ वडा समितिको पनि हो, त्यहाँ टोल सुधार समितिको पनि हो, त्यहाँको चाहिँ त्यहाँको समाजको पनि हो, त्यहाँको वैद्य समाजको पनि हो, सबैको। त्यही भएर तपाईँहरू एउटा थप्नु पऱ्यो सर, हाम्रो नगरपालिकाको त्यो हरियो लोगो लगाउने पुलिस भन्छ नि LMC हो, तिनीहरूलाई पनि नगर प्रहरीको पनि हो, यो सबै मिलेर त्यो गर्न सकिन्छ। कहाँ भएको छ त्यो लिनु, तपाईँको छेउछाउमा पुलिसलाई कहाँनिर के वितरण गर्छ। मैले 2 ठाउँ गरेको छु। एउटा चाहिँ झापा खेलमा कान्तिपुर कलेजको छेउमा चाहिँ लागु औषध बिक्री भइरहेछ भन्ने सूचना पाइएको थियो होइन। त्यो चुरोट बिक्री भइरहेछ सूचना, चुरोट बिक्री भएको ठाउँ गएको छ। त्यहाँ चाहिँ 750 वटा जति पोका गाँजा यत्रो सबैको चाहिँ 20 रुपियाँ रेट। गाँजा सहित चुरोट गाँजा सहित मात्र उठाएर ल्याएको जस्तो लाग्यो। मैले भन्न खोजेको यस्ता चिजहरू होला त्यहाँ भएर स्कुलमा गरौँ लागौँ। तपाईँले उठाएको एकदम राम्रो ड्राइभ छ, नजिक पाइयो। त्यहाँ चमेना खाना गएको, चना खाना गएको विद्यार्थी चोट त्यहाँ पाएर चोट खाना बनाएर जाँदैन, त्यही भिडियो खाने हो। ठिक छ, त्यो चाहिँ लागु गर्नुपर्छ। म पनि गर्छु, आज गर्न पुलिसको निर्देशन दिन्छु। जतिले पनि तपाईँहरू ठाउँमा यसलाई पुरा ढ्याङ्गो ढोका लखट्नुपर्छ क्या अपराधीलाई टोलबाट त्यो बाजा बजाएर रमाइलो गर्ने बाजा बजाएर लखट्नुपर्छ। गाँजा खाने थुप्री त्यो हुन्छ नि, फलाना घरमा चाहिँ यस्तो केटाहरू थुप्रेर हैरान गरेर सर भन्छ नि, त्यहाँका त्यो त्यहाँ 10 जना जति युवा मिलेर त्यहाँ त्यसलाई त हामी भनेर 10 जना लट्ठी बनाएर निस्क्यौँ, कहिले पनि टोल्न छैन। बुझ्नु, त्यसमा अलिकति आफ्नो पनि उ चाहिन्छ। बालाजीको पारिपट्टि एउटा चाहिँ त्यो टोल सुधार समिति थियो, त्यहाँ टोल सुधार समिति 10-12 जना चाहिँ युवाहरू थिए। त्यो युवाहरू त्यो सडकपछि त्यो हेर्दाखेरि गुन्डासो देखिने त्यो युवाहरू त्यहाँ भएको कारणले गर्दाखेरि त्यहाँ कुनै पनि अपराध हुन्थेन, न चोरी हुन्थ्यो, न चाहिँ त्यहाँ गजडीहरू जान्थे, त्यहाँ जान हार मारिहाल्ने केटाहरूले भन्थ्यो। मैले भनेको कहिलेकाहीँ प्रहरी चाहिँ युनिफर्म लगाएका हुन्, युनिफर्म नलागा चाहिँ बिना पत्रिका प्रहरी भने जस्तो आफ्नो टोल सुधार गर्नको लागि छोराछोरी यो आमाहरू लट्टीले निस्कन छोरा त भएको छ नि त, त्यो हिसाबले सबैजनाले त्यो हिसाबले लाग्यो भने लहट्न सकिन्छ। आज यो टोलबाट लहट्यो, यो टोलबाट सर्छ, त्यहाँको जो एक्टिभ छ त्यसलाई आफ्नो सर्छ गर्दै गर्दै यो पुरै चाहिँ काठमाडौँबाट लहट्न सकिन्छ। त्यो हिसाबले चाहिँ बाधा बनाउनु सकेको क्वेसन ठिक छ, पहल गर्छ। थ्याङ्क यू। अरू
यो अब कुनै ठाउँमा ग्याङ फाइट भयो र एउटा व्यक्ति नसन्न गरेर उतै खाइयो र ऊ चाहिँ अब हस्पिटलाइज गऱ्यो भने ऊ मर्ने अवस्थामा पुग्यो भन्यो भने अब त्यो चाहिँ त्यो अब ठाउँमा कोही मान्छेले चाहिँ त्यसलाई उद्धार गरेर हस्पिटलमा लग्यो भने त्यो हस्पिटल लाने मान्छे आफै पनि त्यो मुद्दामा समावेश मुद्दा खेप्नुपर्ने अवस्था आउँछ भनेर हस्पिटल लानु डराउँछ होइन। त्यसमा चाहिँ के कस्तो कानुनी प्रावधान छ सर? यस्तो गर्नुपर्छ त्यो तपाईँले हस्पिटल लाने मान्छे सबै चाहिँ कानुन दायरा आउँदैन। कहिलेकाहीँ कस्तो आएको हुन्छ भने कहिले हस्पिटल त्यसले पुऱ्याएको त्यसैलाई दबाई पुरी लग्यो भन्छौँ नि, कहिले आफू बदलमा आफै हस्पिटल लिएर जान्छ कि त्यस्ता मात्रै भन्ने हो। कहिलेकाहीँ हँसिया देखिन्छ नि लिएर गएको मान्छे फसेको सुनिन्छ, त्यो वास्तविक हुँदैन। त्यो चाहिँ के हुन्छ नि त्यसरी घटना समाजमा त्यसरी खोल गर्छ फेरि त्यो भयो भने मात्रै हो। नत्र भने तपाईँको समाज छ, त्यहाँ तपाईँको टोल छ, तपाईँको देख्ने सुन्ने मान्छे छन्, तपाईँ त्यहाँको समाजको प्रतिष्ठित मान्छे हुनुहुन्छ, त्यहाँ लोकल मान्छे हुनुहुन्छ है, तपाईँलाई त्यस्तो लाग्दैन, त्यो बेकार हो। त्यो अनि त्यो त्यस्तो हुँदैन। त्यो कारणले गर्दा मान्छेलाई लान पनि डराउँछ होइन, डराउनु पर्दैन। दुई चारजना मान्छे लिएर जाने तपाईँ मान्छे अर्को दुई चारजना मान्छे भएन लानु चाहेन एक्लै लानु पर्ने अवस्था आयो एक्लै भयो भने पनि अब अहिले सबैको हातमा हात मोबाइल छ, एक्सेस छ, सर्भर भिडियो खिच्यो लिएर गयो फोटो सकिन्छ त आफ्नो लागि आफै प्रमाण बनाउँछ। त्यहाँ म फस्छु घर छोडिदियो त्यसो ध्यान जान्छ। म एक्लै छु, म अब फस्छु बेकार घर छोडिदियो त्यसो ध्यान जान्छ। पहिला आफूले देखेको कन्डिसनमा भिडियो एउटा बनायो अनि त्यसलाई उदार गर्न दिएर भयो मैले यस्तो कन्डिसन लिएर गएको आफ्नो सेफ्टी आफै हुन्छ। तपाईँले चाहिँ म फस्छु भने मलाई त्यहाँ कारण कसरी ध्यान जान्छ त्यो नगरौँ। अहिले मोबाइलमा एउटा प्रभाव बनाएर एउटा मान्छेहरू बोलाएर तपाईँ त्यहीबाट म के गर्नु मतलब तपाईँ त्यो जुन पहिला हाम्रो यो जुन घटना हुन्छ, घटना भइसकेपछि चाहिँ हजुरको चाहिँ कस्तो भने त्यहाँ मान्छेहरू मरिसकेको हुन्छ, हानाहान भइसकेको हुन्छ, त्यो चाहिँ हामीले प्रहरीलाई कल गर्दाखेरि चाहिँ प्रहरी चाहिँ अलिक टाइममा आइनपुग्ने होइन। त्यो जुन अब त्यो सकिसकेपछि मात्रै लास्ट स्टेजमा आइसक्ने आउने। अब अहिले चाहिँ त्यो कस्तो छ, अब हाम्रो काहीँ घटनास्थलमा यो ठाउँमा यस्तो घटना भएको छ है भनेर हामी इमिडिएटली प्रहरीले हामीले खबर गर्दाखेरि प्रहरी चाहिँ अब कति टाइममा चाहिँ उपस्थिति हुन सक्छ? अब यो छ यो प्रहरी उपस्थितिको विषयमा प्रहरीको उपलब्धता, प्रहरीको स्रोत र साधन उपलब्धता, घटनास्थलको अवस्थिति, बाटोको अवस्था होइन, अनि त्यसपछि चाहिँ विभिन्न कुराले म्याटर गर्छ। अब घटना उसको के अरे फुलजोगी जाने बाटोमा मान्छे लडिरहेको छ तर सूचना प्राप्त भयो, त्यहाँ प्रहरीको टाइम लाग्छ। बाडे गाउँबाट सूचना पाएर बाडे गाउँको पुलिस फुलजोगी जान जति समय लाग्छ त्यति समय लाग्छ प्रहरी त्यहाँ पुग्नु। ल फेरि चोकमा चाहिँ घटना भयो, कति टाइम लाग्छ? चोकको ड्युटी त्यहाँ पुग्नलाई कति 2-3 सेकेन्ड कति लाग्छ, 5 सेकेन्ड लाग्छ, त्यति टाइम लाग्छ। मैले भन्न खोजेको प्रहरीको उपस्थिति, प्रहरीको स्रोत स्थानको उपलब्धता, प्रहरीको चाहिँ अब बाटो अवरोध पहिरो गएर नजिकै छ, पहिरो गयो हिँडेर जानु पर्ने त्यहाँ लाग्यो। यस्तो सबै परिस्थिति हेरेर चाहिँ हो। तर हामी चाहिँ हाम्रो प्रहरीको यस्तो प्रहरी त्यहाँ हुन्छ कि जुनसुकै कारबाही पनि घटना घट्ने बित्तिकै दौडिने प्रहरी चाहिँ हुन्छ। 7 जना भएको ठाउँमा 3 जना चाहिँ दौडिने गरी होला, हाम्रो चाहिँ 200 जना भएको ठाउँमा 20 जना चाहिँ दौडिने गरी होला। क्युआरटी भन्ने हुन्छ कि हाम्रो क्विक रेस्पोन्स टिम भन्ने हुन्छ। खबर पाउने बित्तिकै एक्टिभ भएर कुदिहाल्ने टोली चाहिँ छ एउटा। त्यो भएर हामी सहरी एरियामा चाहिँ घटना घटेको 2-3 मिनटभित्र, ग्रामीण एरियामा 5-10 मिनटभित्र पुग्ने गरी चाहिँ हामीले व्यवस्थापन गरेका छौँ। त्यो हामी म्याक्सिमम पुग्छ। प्रहरीमा ढिलो पुग्नुपर्छ भनेर कुनै पनि प्रहरीले भन्दैन, त उसको मनले मान्दैन। तपाईँहरू लाग्या हुन्छ त्यहाँ फलानाले भयो भनेपछि त्यहाँको इन्चार्जलाई मेरै छोरीकोले रेप गरेको हुन्छ, त्यति प्रेसर हुन्छ हामीलाई। रामरी लाग्दा एउटा रेपिस्टले रेप गरेर भाग्यो भने उसको बाबुआमालाई जति तनाव हुन्छ त्योभन्दा बढी तनाव त्यहाँको पुलिसलाई हुन्छ। भोलि त उसले समाजलाई जवाब दिनुपर्छ, त्यहाँ भोलि सोसाइटीलाई जवाब दिनुपर्छ, आफ्नो विभागलाई जवाब दिनुपर्छ, पत्रकारलाई जवाब दिनुपर्छ। त्यो हिसाबले गर्दाखेरि प्रहरी चाहिँ तपाईँहरूले जति
त्यो ढिलो आयो भन्ने लाग्छ नि, त्यो ढिलो आउनै पर्ने कारणले गर्दाखेरि ढिलो हुने हो परिस्थितिले गर्दाखेरि, मतलब प्रहरीले आउन ढिलो गर्दैन, ढिलो गरी प्रहरीलाई चाहिँ अहिले हामी पनि कारवाही गर्छौँ। 100मा फोन गर्ने बित्तिकै त्यहाँ त सेट गरेर बसेको हुन्छ नि त, तपाईँले 100मा फोन गर्ने बित्तिकै तपाईँको कुलजुकी डाँडा बसेको पुलिसले तत्काल जानकारी पाउँछ। प्रहरी सबै 100बाट जाने हुने नि त, 100मा त सूचना जाने हो। के अरे चापा गाउँको प्याङ गाउँको घर नम्बर 20मा चाहिँ घटना घटेको छ, माथि झुन्डिएर मऱ्यो अरे भनेर सूचना पायो भने त्यो प्याङ गाउँको पुलिस तुरुन्तै पुग्ने हो, जिल्ला पुलिसले जाने होइन नि त। हामीसँग यो सेटहरू जुन दिइरहेको थियो त्यो तत्कालै रेस्पोन्स हो नि त। त्यो भएर जतिसुकै टाढा भए पनि त्यहाँको नजिकको पुलिस पुग्नुपर्ने लाग्ने टाइम त्यही टाइमभित्र प्रहरी पुग्छ। हुन्छ कहिले काहीँ के हुन्छ भने प्रहरी चाहिँ थोरै छ त्यहाँ पुगेर भएन, अब हत्या डाँडा घटना घट्यो, पहिरो गयो, प्रहरी जब 3जना पुग्यो भने कहाँ पाउँछ, म 6जना त पुगिसकेँ। पछि थप जाने सपोर्ट जाने कुरा छँदैछन्, तर त्यो उपलब्ध स्रोत र साधनको हिसाबमा चाहिँ हामी कहिले पनि हाम्रो त्यो कमी कमजोरी विकासको चिज भन्दा हामी एकदम प्रमुख छौँ, तत्पर छौँ। समस्या चाहिँ अस्ति कानुनमा आइसक्यो, तर अहिले कार्यक्रम चाहिँ बिताउनु भयो होइन। जसरी अब हस्पिटलमा बेच्नमा पनि त्यहाँ हाम्रो पाटन हस्पिटलमा अहिले चाहिँ अब चुरोटहरू मान्छेहरू नेपालमा खाइरहेको छ, सार्वजनिक त्यसमा अब खाना पाउनु छैन है। त्यसमा चाहिँ अब लगेर कारवाही गरेर पनि त्यो चाहिँ एउटा जस्तै कि हाम्रो पहिला अहिले सजिलो भएको छैन, अगाडि कार्यक्रममा त्यहाँ पनि तिनीहरू फोनमा खाएदेखि अलिकति उनीहरूलाई सानो जति हुन्छ त्यो भएर चाहिँ अलिकति कम गर्न लाग्थ्यो होइन। अनि अर्को कुरा त यहाँ अब हाम्रो जस्तो कि अब हामी अगाडि बढ्न त खोज्छौँ होइन, अब हामी कानुन अब कानुन भएको पनि छैन अधिकार होइन। अब त्यहाँ हामीले कतिचोटि चाहिँ हाम्रो यी मालिस जोड्नहरूमा अहिले त्यहाँ मजदुरहरू हुन्छ, अनि मजदुरहरूलाई त्यहाँ अहिले चाहिँ कस्तो छ भने हुनपुग्दा पनि पुलिसहरू बसिरहेको हुन्छ होइन, तर उहाँहरू त्यति हिँड्नुहुन्न कि। अनि ती अहिले त्यो टिमुकोहरू छ, टिमुकोहरू मुनिमा ती माथि बसेर केटाहरू चाहिँ अब दाना खाइरहेको हुन्छ कि। अनि अहिले चाहिँ त्यही अहिले त्यो टिमुको यता हाम्रो बाटो 2टा छ यात्राबाट जाने गर्दैछ, अनि केटाहरू गइदिन्छ अनि नेपालबाट आउँछ। अनि पहिला मेरो टोलमा चाहिँ आउँछ, मेरो घरको साइडतिर नै आउँछ होइन। अनि म चाहिँ त्यहाँहरूलाई भन्दाखेरि त्यहाँ बेसिँदैन होइन। अब बाहिर पुलिसहरू आएर चाहिँ अति पनि समाचार गरिसक्यो, उसलाई तर्सिन्छ कि अब किनकि हामी उसलाई त्यो कुरा भन्नु भएन त्यहाँ त अब भन्दा चाहिँ अब त्यसरी चाहिँ अब भन्न बाटो छैन। अब कुरा के छ भने त्यो तपाईँहरूलाई के भन्छ भने तपाईँले देखेका ठाउँ जति पुलिस देख्नुपर्छ भन्ने भन्दा पनि तपाईँलाई पनि अब प्रहरी बनाइदियो भने तपाईँले पनि देख्ने चाहिँ तपाईँ अहिले टुलवाला आज देख्नुहुन्छ, मैले पनि त्यति देखेँ। त्यो कुरा तपाईँले यहाँ उठाइरहेको कुरा त्यही गरेर त्यही बेला नसके पनि त्यहाँ बसिरहेको खुसीलाई म तपाईँले के अरे यो भन्ने ठाउँमा टिभी तानिरहेछ, त्यो ठाउँमा चाहिँ चोट तानिरहेछ, त्यो ठाउँमा नौजन देखिरहेछ भनेर तपाईँले खबर गर्दा नि प्रहरीले हेरेन भने चाहिँ प्रहरीको कमजोरी हो। एउटा भर्खर भने तपाईँको कुनामा चाहिँ मारिरहेको त चोकमा बसेर पुलिसले देखेर प्रहरी पनि भगवान् त होइन, सूचना नै चाहिन्छ। तपाईँले अहिलेसम्म चाहिँ त्यहाँ गएर भन्नुभएको रहेछ पुलिसलाई खबर गर्नुभएको तपाईँले त्यो खबर तपाईँले गरिदिनु। अब मैले थाहा पाएँ, अब म चाहिँ महालक्ष्मी चोकको पुलिसलाई महालक्ष्मी चोकको पुलिस त्यहाँ गएर यस्तो हुन्छ मैले भन्ने भनिदिएर जान्दैन पुलिस। कतिपय के भने हामीलाई के लाग्छ भने प्रहरीले सबै देख्नुपर्छ भन्ने लाग्छ, तर चाहिँ मैले चाहिँ तपाईँको काम चाहिँ सबै थाहा पाउँछु, तपाईँले मेरो काम सबै थाहा पाउनुहुन्छ क्या। हामीले आफ्नो काम चाहिँ कहिले थाहा पाउँदैन। तपाईँले यहाँ उठाएको कुरा माइन्ड नगर्नु होला, यहाँ उठाएको कुरा तपाईँले अहिलेसम्म त्यो पुलिसलाई भन्नु आएको पहिला आइरहेको थियो आइराख्नलाई तपाईँ पुलिस पनि चेन्ज हुन्छ नि त, एउटा सौरा हुन्छ आज आउँछ होइन। त्यो भयो भने तपाईँले सुरुमा त्यही पुलिसलाई भन्ने, भएन भने नजिकको पुलिसलाई कमान्डरलाई भन्नु, नभए भन्डेरमा फोन गरेर भन्ने। तपाईँ बोकेर आइन्छ नि, तपाईँको नम्बर त बोकै नै हुन्छ त। फलानु तिम्रो रुकमुनि उसको रुकमुनि चाहिँ कहाँ जाँदा आज सूचना आज तुम त पुग भनेपछि त तपाईँको नाम त कहाँ आउँछ त्यहाँ। मैले यहाँ पढाएको यहाँ तपाईँसँग अन्त बिदा गरेको पुरादेखि हुनु पऱ्यो नि, आज बेलुका हर र फलान यसो त भनेर सूचना होइन त्यो पाउनु पऱ्यो। अनि पाइसकेपछि पो एक्सन हुन्छ त, पुलिसको कारबाही चाहिँ सूचनाको आधारमा हुने भयो।
सूचना आफैले पुलिसले पनि थाहा पाउँदैन नि त। देखेर भन्दा पनि सूचनालाई चाहिँ आधार मान्ने भयो। कस्तो हुन्छ भने तपाईँलाई थाहा छ एउटा पुलिसले 700 जना जनता हेर्नु पर्यो रेसियो हेऱ्यो भने। एउटा पुलिसले 700 जना जनता हेर्न पर्दा भनेपछि पुलिसको आधार हुन्छ भ्याउँदैन नि त। गरेको जति जनसङ्ख्या छ त्यो जनसङ्ख्या 700 ले डिभाइड गरे नि अनि बल्ल चाहिँ पुरा पुलिस हेरेर ल्याउँछ। त्यति कम छ भनेपछि सबै ठाउँमा चाहिँ यसको चाहिँ आजकल गर्न सकिँदैन। तर गर्न सकिन्छ के भने टोलमा चाहिँ नागरिक प्रहरी चाहिँ जम्मा हुनु, बिना बत्तीको प्रहरी चाहिँ जम्मा हुनु पऱ्यो। त्यो 10 जना प्रहरीमा 1 जना चाहिँ युनिफर्मवाला प्रहरी निस्क्यो भने 11 जना पुलिस हुन्छ अनि त्यसपछि अपराध गर्न सकिन्छ। तपाईँ सफा हुन्छ त्यो तपाईँको त गाना मानि एकचोटि गएर त्यहाँ समाधान गर्नु भने भोलि यो एरिया पुलिस थाहा पायो भने चेन्ज गरेर अगाडितिर जान्छ। गाना चेन्ज गर्नु सक्दैन, त्यसले ठाउँ चाहिँ चेन्ज गर्छ। त्यति हुन्छ नि त। त्यही भएर सूचना टाइममा दिनुपर्छ, ठाउँमा दिनुपर्छ। तपाईँलाई धन्यवाद पनि सबै गाडीले अघि पनि म आउनु भन्छु भन्ने भएको छ सबैलाई। त्यसले म अघि भन्छु भन्ने भएको फाइदा छ। धन्यवाद। अरू केही छ भने भन्नु होला। तपाईँ फेरि पनि भनौँ न किन हाल्नु होइन। धेरै बाटो छ तपाईँहरू धेरै अन्तर्क्रिया गर्नुहुन्छ, धेरै भेट्नुहुन्छ, थपिनु छ, सुन्नु छ। तपाईँले गफले दिनुभएको थियो, मैले सूचना दिएको त तपाईँ पुलिसै आएर भोलि मलाई आफ्नो ठाउँ भन्नु पाइन्थ्यो नि त होइन। हामीलाई फलाना चाहिँ के अरे बोली चोरेको कार्यक्रममा सरले मलाई गफ चाहिँ दिनुभयो। प्रहरी प्रवक्ताको नम्बर त तपाईँ सबैसँग भेटिहाल्छ मेरो नम्बर त। जिल्ला प्रहरी कार्यालय प्रवक्ता भएर खोज्यो भने मेरो नम्बर सबै ठाउँ भेटिन्छ। त्यही गेटमै मेरो यत्रो फोटो झुल्याएर त्यही नम्बर त्यहाँ राखिरहेको नम्बर त्यहाँ छ। तपाईँहरूले सर्ट चाहिँ 100मा फोन गरेको 100ले रेस्पोन्सै गरेन। तपाईँको 7 वर्ष बित्या भयो त्यसले रेस्पोन्सै गरेन भन्ने भने त्यसलाई पुगिहाल्छ नि। दिनुपर्छ दियो भने काम हुन्छ। म्यामहरू पुगिसकि ल सबैलाई धेरै धेरै धन्यवाद। सुन्नेलाई सुन्नुमा ल कुनै के भने जस्तो यो कथा भयो। बैकुण्ठ अहिले होइन तपाईँ 100 वर्ष पापा सर अहिले जानु पाइन्छ सर बैकुण्ठ अहिले जानु पाइन्छ। कुण्ठा सिक्यो भने अहिले बैकुण्ठ जानु पाइन्छ। कुण्ठा चाहिँ अपराधको कारण र न्यूनीकरणका उपायहरू आज तपाईँहरूले सुन्नुभयो र धेरै ज्ञान पनि लिनुभयो होला। आजका स्रोत व्यक्ति परीक्षक प्रहरी परीक्षक गौतम श्रेष्ठलाई आफ्नो बिजी सेड्युलको बापत पनि यहाँ आएर यति कुरा गरिदिनु भएको धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद यहाँ आएर सुन्नुभयो। र हाम्रो भोलिको कार्यक्रम चाहिँ आध्यात्मिक ज्ञानको माध्यमबाट अपराध र न्यूनीकरण। अब यो तपाईँको भोलिको कार्यक्रम हो भने स्रोत व्यक्ति चाहिँ अनिल साथी। पर्सि चाहिँ हाम्रो कार्यक्रम चाहिँ सुखमय जीवनका लागि आध्यात्मिक शिक्षा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हाम्रा राजकुमारी कुमारी दिदी र ब्रह्मकुमार राजभरले चाहिँ उहाँहरूले प्रस्तुत गर्नु। त्यही भन्दै आजको कार्यक्रम समाप्त